हेलो एभ्रिवान, आजको यस भिडियोमा हामी इक्वेसन च्याप्टर पढ्नेछौँ है। म्याथबाट इक्वेसन च्याप्टर। इक्वेसन अन्तर्गत हामी एज पढ्छौँ, इक्वेसन्सहरू पढ्छौँ, ल्याङ्ग्वेजबाट इक्वेसन कसरी बनाउने त्यो सिक्छौँ। जुन रेकर्डेड भिडियो हेर्नुहुन्छ तपाईँहरूले त्यो प्योरली एडिटेड हुन्छ, अनवान्टेड पार्ट्सहरू हामी कट गरेर फालिदिन्छौँ। त्यस कारणले यदि पछिसम्म हेर्दै हुनुहुन्छ भने कृपया स्किप नगर्नुहोला। एक सेकेन्डको ख्याल गर्दै हामी तपाईँको लागि एकदमै राम्ररी एडिट गरेर अनवान्टेड कुरा हामी फालिसक्छौँ। त्यस कारणले स्किप गर्नु भएन। एक सेकेन्डमा एकदमै इम्पोर्टेन्ट कुराहरू लुकेका हुन्छन्। सो साथीहरूलाई बोलाऊ, कहाँ छन्? यतिजना हो आज। ल स्टार्ट गर्नुपर्छ है, चाँडो चाँडो साथीहरूलाई बोलाऊ कि म स्टार्ट गरिदिइहाल्छु। उनीहरू रेकर्डेड नै हेर्छन् होला। रेकर्डेड नै हेर्ने छ भने ठिकै छ। लेट्स स्टार्ट। ओके ल, इक्वेसन आज च्याप्टर पढ्छौँ। एकदमै इम्पोर्टेन्ट च्याप्टर हो है, एकदमै इम्पोर्टेन्ट। र इक्वेसनबाट पनि एज एकदम इम्पोर्टेन्ट छ। त्यस कारणले मैले एकदमै ठुलोमा लेखेको छु है, भेरी भेरी इम्पोर्टेन्ट हो। बुझ्नुभयो? सो हामी फर्स्टमा क्वेसनबाटै जान्छौँ है, क्वेसनबाटै जान्छौँ। यहाँ क्वेसन पढ्नुहोस् त, एकदमै सजिलो क्वेसन एउटा छ। यहाँ क्वेसन के भनेको छ, द सम अफ टु नम्बर इज 45। दुईवटा नम्बरको सम 45 छ। बुझ्नुभयो? दुईवटा कुनै पनि नम्बर छ कि दुईवटा, तिनीहरूको सम कति छ? हाम्रो 45 छ। तिनीहरूलाई जोड्यो भने दुईवटा कुनै नम्बर छ, त्यो नम्बरको जोडेर 45 आउँछ। र अरू के भनेको छ, इफ द ग्रेटर नम्बर इज 9 मोर देन द स्मलर वान। र एउटा नम्बर के भनेको छ, ग्रेटर छ 9ले। इफ ग्रेटर नम्बर इज 9 मोर भनेको जुन ठुलोवाला छ त्यो 9ले बढी छ सानोभन्दा। बुझ्नुभयो? फर इक्जाम्पल हाम्रो यक्स ग्रेटर छ भने हामीले यसरी लेख्न पाउँछौँ नि, यक्स ग्रेटर छ भने वाइ भन्दा। यक्स यदि ग्रेटर मानेछौँ भने के भन्छ, ग्रेटर नम्बर इज 9 मोर भनेको यो यक्स ग्रेटर हो भने यो यक्स 9ले बढी छ भनेको यक्स 9ले बढी छ कि। अब हामीले यहाँ सपोज गरिदियौँ यक्स 9ले बढी छ भनेको यो 9ले बढी यता गरिदियो भने यो दुईटाले इक्वल लेख्न पाउँछौँ नि। हेर्नुहोस् न, यक्स अलरेडी 9ले बढी थियो किनकि यक्सलाई हामी ग्रेटर मानेछौँ। बुझ्नुभयो? र वाइ अर्को सानो नम्बर हो, सानो नम्बर अलरेडी 9ले कम थियो भने अब यसमा 9 अझै जोड दिएपछि, स्मलरमा 9 जोड दिएपछि यक्स जति हुन्छ कि नै भनेको इक्वल लेख्न पाइन्छ कि नै? हो। सो हाम्रो एउटा इक्वेसन यो भयो। र अर्को हाम्रो यही दुईवटा, सानो ठुलो चाहिँ हाम्रो यक्स हो र सानो चाहिँ वाइ हो। यिनीहरूको सम कति हुन्छ? 45, जुन चाहिँ सुरुमा बनेको छ। यो हाम्रो सेकेन्ड इक्वेसन भयो। यति बुझ्नुभयो कि नै? ल भन्नुहोस् त, यति बुझ्नुभयो कि नै? एकदमै सिम्पल छ है। हाम्रो दुईवटा इक्वेसन भयो है। यो चाहिँ हाम्रो दुईवटा इक्वेसन भयो, एउटा यो भयो, एउटा यो भयो। अब हामी सिम्पली यसलाई के गर्छौँ, यो यक्सको भ्यालु हेर्नुभएको छ, यो यक्सको भ्यालु हामीले यहाँ ल्याएर पुट गरिदिन्छौँ कि। बुझ्नुभयो? सो हामी पुट गरिदिउँ त, यक्सको साटो हामीले, अब यो यक्सको साटो हामीले वाइ प्लस 9 प्लस वाइ इक्वल टु 45। अनि हाम्रो कति हुन्छ, 2y इक्वल टु 45 माइनस 9 गर्दा कति हुन्छ? ल भन्नुहोस् त, 2y इक्वल टु 36 आउँछ है। y इक्वल टु 36/2 गर्दाखेरि y को भ्यालु कति आउँछ? 18 आउँछ है। y को भ्यालु कति आउँछ? 18 आउँछ। बुझ्नुभयो? त्यसै गरी y को 18 आयो भने अब x को निकालिदिन्छौँ। अब x को निकालिदिइहाल्छौँ नि। बुझ्नुभयो कि नै? अब x को मजाले निस्काउन सक्छौँ। ओके, सो x को अब y को 18 प्लस 9 इक्वल टु 27 आउँछ कि नै? ल भन्नुहोस् त, 27 आउँछ कि नै? हो। सो हेर्नुहोस् त, त्यही एकदम सेम आएछ। हेर्नुहोस् त, 27 र 18 हाम्रो पनि आयो कि नै? हेर्नुहोस् त, x को भ्यालु 27 आएछ, 27 आयो र y को भ्यालु हाम्रो 18 आयो। सो वन्स अगेन अझै बुझ्नुहोस् है, वन्स अगेन म तपाईँले एकदमै डिटेलमा बुझाउँछु, एकदमै गहिराइमा पुगेर है, एकदम बेसिकबाट तपाईँले बुझाउँछु यो। फेरि सुन्नुहोस् है। सुरुमा के गर्ने हो, लेट यक्स बी ग्रेटर। बुझ्नुभयो? हामी सपोज गऱ्यौँ कि यक्स ग्रेटर छ किनकि भनेछ द सम अफ टु नम्बर इज 45। तर इफ ग्रेटर नम्बर इज, यो दुईवटा सम हो तर एउटा यसमा ग्रेटर हो एउटा सानो हो, त्यही दुईवटाको सम गरेर 45 आएछ भनेको यक्स ग्रेटर मान्यौँ र वाइलाई हामी के मानिदियौँ? स्मलर मानिदियौँ। बुझ्नुभयो? यति। अब फर्स्ट इक्वेसन त हामी बनाइहाल्छौँ। अब दुईवटाको सम भनेको यही दुईवटा मानेछौँ भने यही दुईवटाको सम 45 हुन्छ। यो त बुझिहाल्नु भयो होइन र?
यो चाहिँ बुझिहाल्नुभयो फर्स्ट इक्वेसन भयो हैन। त्यही एउटा ठुलो र एउटा सानोको सम चाहिँ 45 हुन्छ। यो त बुझिसक्नुभयो। मेन बुझ्नुपर्ने कुरा हाम्रो यहाँ सेकेन्ड इक्वेसनमा छ है। सो ध्यान दिएर बुझ्ने प्रयास गर्नुहोस् है। भनेको छ ग्रेटर नम्बर इज 9 मोर, भनेको जुन ग्रेटर छ त्यो 9 ले बढी छ कि यो ग्रेटर जुन छ यो ग्रेटर यक्स यो 9 ले बढी छ र यो जुन y भन्दा के y भन्दा त y भन्दा यो यक्स 9 ले बढी छ भनेको यदि 9 ले बढी छ भने हामी पनि यता 9 जोड दियो भने बराबर लेख्न पाइन्छ कि नै? अथवा यसरी नगरे पनि हामीले अब हेर्नुस् यहाँ भने छ यो यक्स 9 ले बढी छ हैन। यो यक्स 9 ले बढी छ y भन्दा यक्स 9 ले बढी छ भनेको हामीले यहाँ -9 गरिदियो भने दुईटै इक्वल हुन्छ कि नै? 9 ले बढी थियो यक्स, हेर्नुस् है 9 ले यक्स बढी थियो, यक्स ग्रेटर हो, बुझ्नुभयो नि? यक्स ग्रेटर हो, यो यक्स ग्रेटर हो भन्नाले यो यक्स ग्रेटर हो, बुझ्नुभयो? यक्स ग्रेटर हो भने यो 9 ले बढी छ के, यक्स 9 ले बढी छ y भन्दा है, y भन्दा यक्स 9 ले बढी छ भनेको यक्सबाट 9 घटाइदियो भने y को बराबर हुन्छ कि नै? भन्नुस् त। यदि यक्स बढी थियो 9 भन्दा भने यक्सबाट 9 घटाइदिने y को बराबर आइहाल्छ। यक्स 9 भन्दा बढी थियो है, यक्स 9 भन्दा बढी थियो कि यो 9 भन्दा बढी थियो, त्यसकारणले 9 घटाइदियो भने y जत्रो सानो भयो, दुईटै सानो भयो। अथवा यक्स 9 ले बढी थियो भने y मा पनि 9 थप्दिनुस्, दुईटै बढी भइहाल्छन् भनेको बराबर भइहाल्छन् के दुईटै ठुलो भइहाल्छन् भन्दाखेरि। अब यो अलरेडी यक्स 9 भन्दा बढी थियो, अब y मा पनि 9 जोड दिनुस्। अब दुईटै 9 ले बढी भयो भने बराबर लेख्न पाइन्छ कि नै? हो, मजाले पाइन्छ। यही कुरा हो है, बुझ्नुभयो? सो यसरी तपाईहरुले बनाउनु होला। ओके, सो यता घटाउनुस् 9 वा यता एड गर्नुस्, कुरा एउटै हुन्छ है, बुझ्नुभयो? सो मैले यता y मा 9 जोड दिएँ है, x मा अलरेडी 9 ले बढी छ भने y मा पनि 9 जोड दिएँ भने इक्वल लेख्न पाइन्छ। यसरी तपाईले के गर्नु पर्यो, यो दुईटा इक्वेसनलाई सल्भ गर्नु पर्यो के यो इक्वेसन र यो इक्वेसनलाई सल्भ गर्नु पर्यो। अघि जति निकाल्यौ हाम्रो एन्सर आउँछ है, बुझ्नुभयो? सेम त्यही कुरा गरेको छ यहाँ इक्जाम्पलबाट। तपाईहरुले होप बुझिसक्नु भयो होला है, बुझिसक्नु भयो होला। ओके, अब यहाँ अर्को क्वेसन छ है। अर्को क्वेसन हेर्नुस्, अर्को क्वेसन एकदमै सजिलो छ, चिन्ता नलिनुस् है। द टोटल कस्ट अफ 3 kg एप्पल्स एन्ड 5 kg orange is 245 Rs. If the cost of 5 kg apples is same as the cost of 8 kg orange, find the rate of the cost of these fruits. यहाँ के भनेको छ भन्दा सुन्नुस् है, ध्यानपूर्वक सुन्नुस्। 3 kg एप्पल्स र 5 kg ओरेन्ज को टोटल कस्ट 245 रुपीज पर्छ र यदि 5 kg एप्पल को दाम 8 kg ओरेन्जसँग बराबर हुन्छ भने यहाँ रेट पत्ता लगाउनुस्, त्यो फ्रुटको कति रुपीज पर केजी हो, कति रुपैयाँ किलो हो त्यो फ्रुट्सहरू, त्यो पत्ता लगाउन हामीलाई सोधेछ। पर केजी एप्पल कति रुपैयाँ किलो छ र ओरेन्ज कति रुपीज किलो छ, त्यो हामीलाई सोधेको छ। भन्दाखेरि यदि हामीले एप्पललाई x मानिदिन्छौँ पर केजीलाई र ओरेन्जलाई हामीले y मानिदिन्छौँ भने हामीले के लेख्न पाउँछौँ? 3x, किनकि 3 kg एप्पल छ, 3 kg एप्पल प्लस हाम्रो अर्को कुन छ 5 kg ओरेन्ज छ इक्वल टु टोटलको कस्ट कति हो 3 kg। यो 3 kg अगाडिको 3 kg अनि x भनेको हाम्रो एप्पल मानेको छौँ। सो 3 kg एप्पल 5 र x भनेको अर्को हाम्रो y हुन्छ है, y भनेको हामी ओरेन्ज मानेको छौँ है। सो 5y इक्वल टु 245। यो चाहिँ हाम्रो पहिलो इक्वेसन भयो, बुझ्नुभयो? ओके, यो चाहिँ हाम्रो पहिलो इक्वेसन भयो। यसै गरी हाम्रो अर्को के भनेछ, इफ द कस्ट अफ 5 kg एप्पल, कस्ट अफ 5 kg एप्पल के 5 kg एप्पल्सलाई हामीले x मानेका छौँ है। यदि 5 kg एप्पल्स, इफ द कस्ट अफ 5 kg एप्पल्स इज इक्वल्स टु द कस्ट अफ 8 kg ओरेन्ज, ओरेन्जलाई y मानेको थियौँ हैन र, भन्नुस् त मानेका थियौँ नि। सो हाम्रो हेर्नुस् त यही इक्वेसन आइदियो, भनेछ 5 kg एप्पल्स, यो x भनेको एप्पल्स हो हैन, 5 kg एप्पल्सको दाम 8 kg ओरेन्जसँग बराबर हुन्छ भनेको प्रति किलो कति रुपैयाँ पर्छ स्याउ र ओरेन्जको, त्यो सोधेछ है हामीलाई। भन्दाखेरि हामीले दुईटा इक्वेसन निकालिसक्यौँ है। माथि चाहिँ 3x + 5y = 45 जुन चाहिँ 3 kg एप्पल र 5 kg ओरेन्ज लिए थियो, टोटल कस्ट 245 भयो यहाँ हैन। अर्को के भन्यो 5 kg एप्पल्सको दाम 8 kg ओरेन्जसँग बराबर हुन्छ। दुईटा इक्वेसन पाइसक्यौँ। अब सिम्पली भ्यालु पुट गरिदिने एन्सर आउँछ भनेको यो x = 8y/5 लेख्न पाइन्छ कि नै। यसैलाई
हामीले खोलेका छौँ है सब्स्टिट्युट गर्ने। अब यो x को भ्यालु अब हामीले माथिल्लो इक्वेसनमा पुट गर्छौँ है यसमा, बुझ्नुभयो? माथिल्लो इक्वेसनमा हामी पुट गर्छौँ है। सो माथिल्लो इक्वेसनमा हामी पुट गर्छौँ। अब 3 ब्रैकेट x भनेको 8y अपन 5 प्लस 5y इक्वल टू 245 भयो। अब 8 3 जा 24y अपन 5 प्लस 5y इक्वल टू 245। अब यो ठाउँमा के गर्नुपर्छ 24y प्लस 5 5 जा 25y अपन 5 इक्वल टू 245 भयो। यसपछि 24y यसलाई जोड दिने, सिम्पली जोड दिने अब है। 25 प्लस 24 कति हुन्छ ल भन्नुहोस् त 49y हुन्छ कि नै इक्वल टू अनि 245 इन्टु 5 गरिदिनुहोस् यसरी। अब y इक्वल टू अब यसलाई क्याल्कुलेटरमा म थिच्छु है, तपाईहरुले पनि क्याल्कुलेटरमा थिच्नु होला। 245 इन्टु 5 डिभाइडेड बाई 49 भनेको हाम्रो 25 आयो है। 25 आइसक्यो, बुझ्नुभयो? 25 रुपैयाँ केजी रहेछ। के रहेछ यो ओरेन्जको है, प्रति केजी ओरेन्जको 25 रुपैयाँ, बुझ्नुभयो? 25 रुपैयाँ। अर्को x को, अब x को हामीले यो ठाउँमा भ्यालु पुट गरिदिन्छौँ भने x को आइहाल्छ के यो इक्वेसनमा। 8y अपन 5 गरिदिनुहोस्, 8y अपन 5 गरिदिनुहोस्, x को आउँछ है। 8 इन्टु y भनेको 25 अपन 5। सो यसलाई 5 5 जा 25, 8 5 जा 40 40 एप्पलको हो, बुझ्नुभयो? 25 र 40 यो प्रति केजीको दाम यति भयो, बुझ्नुभयो? सो हाम्रो एन्सर कति आउँछ, एउटा 25 आयो, अर्को 40 आयो। दिस इज आवर एन्सर। ओके, यति बुझ्नुभयो कि नै? ल भन्नुहोस् त। एकदमै सिम्पल ल्याङ्ग्वेजमा बुझाइरहेको छु है। एकचोटि अझै बुझ्नुहोस् है, यहाँ एकचोटि म अझै बुझाउँछु तपाईले। एकदमै ध्यान दिएर बुझ्ने प्रयास गर्नुहोस्। टोटल कस्ट अफ 3 केजी एप्पल्स र 5 केजी ओरेन्जको दाम यति हो भनेको 3 केजी ओरेन्ज। अब ओरेन्जलाई हामीले अब x र y मानिदिएका छौँ के, यो यसलाई x र यसलाई y। वा तपाईले मान्नुहुन्न भने 3 केजी एप्पल वा 3 यसरी। अब तपाई सपोज गर्नुहुन्न भने 3a प्लस 5o इक्वल टू 245 यसरी लेख्दा पनि हुन्छ। एबाट एप्पल ओबाट ओरेन्ज, फेरि यसलाई 50 नबुझ्नुहोस् है, ओरेन्ज, बुझ्नुभयो? यसरी गर्दा पनि हुन्छ है, ए र ओ मान्दा पनि हुन्छ, बुझ्नुभयो? एबाट एप्पल ओरेन्ज। सो सेकेन्ड इक्वेसन पनि त्यस्तै भन्छ है। यहाँ x को ठाउँमा यहाँ a आइदिन्छ, यहाँ y को ठाउँमा o आइदिन्छ। सेम भ्यालु पुट गर्नुहुन्छ सेम एन्सर आउँछ है। सो यसरी बुझ्नुहोस् है। अनि सेकेन्ड इक्वेसनमा भनेको छ द कस्ट अफ 5 केजी एप्पल्स, 5 केजी एप्पलको दाम 8 केजी ओरेन्जसँग बराबर हुन्छ, यही भनेको छ। भनेको त्यही इक्वेसन बनाएको छ। ल एउटा एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ, एकदमै मजाले बुझ्छौँ है। त्यो क्वेसनमा जानुभन्दा अगाडि मैले केही कुराहरू बताउँछु है तपाईले, हेर्नुहोस् है। अगो आयो, यदि अगो आयो विल बी, ए पास्टको कुरा आयो, पास्टको बिफोर आयो, यस्तो टर्म्सहरू आयो भने तपाईहरुले नेगेटिभ लिनुस् है, नेगेटिभ। यति कुरा बुझ्नुस् कि यदि विल बी आयो फ्युचरको कुरा के, बुझ्नुभयो? फ्युचर। आफ्टर आयो, हेन्स आयो, यस्तो टर्म्सहरू आयो भने तपाईले के गर्नुस् पोजिटिभ लिनुस् है। यो कुरा तपाईले बुझिहाल्नुस् एट फर्स्ट। त्यसपछि हामीले इक्वेसन बनाउँछौँ है। 2 इयर अगो फादर वाज 6 टाइम एज ओल्ड एज इज सन भनेको 6 के भनेछ 2 इयर अगो भनेको 2 वर्ष पहिला फादरको उमेर छोराभन्दा 6 गुणाले बढी थियो के। भनेको हामीले फादरको उमेर यदि x लेट गर्यो भने सनलाई हामीले y लेट गरिदिन्छौँ है, यो लेट गर्नुपर्छ। सो x इक्वल टू हामीले इक्वेसन बनाउँछौँ है, x इक्वल टू y गऱ्यौँ। अब 2 इयर अगो भनेछ, अगो आउने बित्तिकै हामी दुईटैमा -2 गरिदिन्छौँ है, 2 इयर अगो। अब फादर वाज 6 टाइम भनेको यो फादर जुन छ x यो 6 टाइमले बढी छ भनेको हामी 6 टाइम फादरमा एड गर्दैनौँ के। अब जस्ट सनमा हामी एड गरिदिन्छौँ 6 टाइम, अनि मात्र हामी इक्वल लेख्न पाउँछौँ के। 6 टाइम फादरमै एड गरिदिन्छौँ भने झन् त्यो 6 टाइमले बढी भइहाल्छ, किनकि फादर अलरेडी 6 टाइमले बढी छ। त्यस कारणले हामीले यो ब्यालेन्स गर्नको लागि सनमा 6 टाइम गरिदिन्छौँ भने दुईटैले इक्वल लेख्न पाउँछौँ। त्यस कारणले हामीले फादर 6 टाइम भएको कारणले
हामीले जस्ट अपोजिट साइडतिर सनमा 6 टाइम एड गरेछौँ, 6 टाइमले मल्टिप्लाई गरेछौँ है। यो चाहिँ हाम्रो फर्स्ट इक्वेसन भयो, बुझ्नुभयो। अनि सेकेन्ड इक्वेसनमा के भन्छ हेर्नुहोस् है, 3 इयर हेन्स भन्छ। हेन्स भनेको मैले के भनेको छु हेर्नुहोस् त, हेन्स आउने बित्तिकै हामीले पोजिटिभ गर्ने भनेको सेम यस्तै मेथडले हामीले गर्नुपर्छ है। ल 3 इयर के भनेको छ, 3 इयर हेन्स ही विल 5 इयर ओल्डर भनेको बुवाको उमेर के छ 5 इयरले बढी छ कि 3 वर्ष पछिको कुरा गरेछ। 3 वर्ष पछि बुवाको उमेर 5 वर्ष बढी हुन्छ छोराको 3 गुणा भन्दा है। सो हामीले के गरौँ हेर्नुहोस् है, एक्स इक्वल टु वाई हामी गरौँ। अनि हेन्स दिएकोले हामीले के गरौँ +3 दुइटैतिर जोडिदिउँ के +3। अनि छोरा कति छ 3 टाइम छ है। हेर्नुहोस् 3 टाइम द एज अफ सन भनेको यो सन हो होइन र, यो सन हो हाम्रो 3 टाइम गरिदिउँ सन, बुझ्नुभयो 3 टाइम हाम्रो सन छ। अब यहाँ के भनेछ हेर्नुहोस् है 5 इयर ओल्डर, हेर्नुहोस् है 3 टाइम दिएकोले हामीले छोरातिर 3 टाइम गऱ्यौँ। र यहाँ के भनेछ ही भनेको ही भन्नाले यहाँ फादर लैजानको छ। ही विल 5 इयर ओल्डर देन द 3 टाइम्स द एज अफ सन भनेको 5 इयरले बढी छ छोरा भन्दा यो बुवा के। सो बुवातिर हामी एड गर्नु भएन, हामीले जस्ट हामी अपोजिट छोरातिर 5 इयर बढी गरिदिन्छौँ भने दुइटैले इक्वल लेख्न पाउँछौँ। अथवा हामीले यही 5 लाई यता -5 लेख्न पायौँ के, यता -5 गर्न पनि पायौँ, बुझ्नुभयो। जसरी गर्दा नि हुन्छ है। ओके, सो हामीले यो फादरको उमेर जुन छ यो फादरको उमेर 5 वर्षले बढी छ। हेर्नुहोस् न यहाँ भनेछ 3 वर्ष पछि 5 वर्षले बढी भयो के। सो 5 वर्षले यो बढी छ भने हामीले छोराले पनि बढी बनाइदियौँ 5 वर्षले, बुझ्नुभयो। अनि दुइटैले इक्वल लेख्न पाइन्छ कि नै, अघिको सेम केस के। सो यसलाई सेम अब सिम्प्लिफाई गर्नुहुन्छ भने मजाले एन्सर मिल्छ है। सो हेर्नुहोस् त x + 3 भयो इक्वल टु y 3y भयो है। यो मल्टिप्लाई गरिदिने दुइटैमा 3y + 9 + 5 अनि x - 3y इक्वल टु 9 5 कति हुन्छ 14 - 3 भनेको हाम्रो हेर्नुहोस् है 11 आउँछ। x - 3y इक्वल टु 11 है। यो चाहिँ हाम्रो पहिलो सेकेन्ड इक्वेसन हो र पहिलो इक्वेसन यहाँ छ, बुझ्नुभयो। यति हो हाम्रो के, बुझ्नुभयो। र पहिलो इक्वेसनलाई हामीले सिम्प्लिफाई गरिदिन्छौँ है यहाँ। सो x - 2 इक्वल टु 6y - 12 हुन्छ। बुझ्नुभयो यति। सो अब यसलाई के गर्न मिल्छ हेर्नुहोस् है, x - 6y इक्वल टु -10 भयो। यही चाहिँ हाम्रो अर्को इक्वेसन भयो है। अब यो दुईटा इक्वेसनलाई हामी सल्भ गर्यौँ भने मजाले निस्किन्छ कि। हाम्रो दुईटा इक्वेसन के निस्क्यो हेर्नुहोस् त। अब हेर्नुहोस् है, अब यसैलाई x इक्वल टु 6y - 10 लेख्न मिल्छ कि नै, 6y - 10। यो इक्वेसनलाई सिम्पली अब तपाईहरुले यो इक्वेसनमा पुट गरिदिनुहुन्छ यो x को ठाउँमा भने मजाले आउँछ कि। x को ठाउँमा कति 6y - 10 अनि -3y छँदैछ इक्वल टु 11 गर्यो भने हाम्रो कति हुन्छ 6 बाट अब 3 घटायो भने 3y बच्यो हैन। अनि यता 11 छ, 11 प्लस 10 गर्यो भने कति आउँछ 11 + 10 21 y इक्वल टु डिवाइडेड बाइ 3 भनेको y को हाम्रो 3 7 जा 21 7 आयो है। बुझ्नुभयो हाम्रो कति आयो 7 आयो y को भ्यालु। भने x को भ्यालु कति आउँछ, x को भ्यालु अब कति आउँछ 6 इन्टु y को भ्यालु 7 भयो भने -10 अनि 6 7 जा 42 -10 भयो भने हाम्रो 32। बुझ्नुभयो हाम्रो 32 इयर्स आयो। यो x भनेको फादर भने y भनेको हाम्रो कति को हो y भनेको सन। बुझ्नुभयो। सो हाम्रो कति आयो सन को चाहिँ हाम्रो 7 इयर आयो भने फादर को हाम्रो 32 इयर आयो। यसरी तपाईहरुले सल्भ गर्नु होला है। बुझ्नुभयो यसरी तपाईहरुले सल्भ गर्नु होला। बुझ्नुभयो। ओके, तपाईहरु इक्वेसन बनाउँदाखेरि नझुकिनु होला है। ल यहाँ स्टेप हामी डिस्कसन गर्छौं है। स्टेप कसरी गर्ने हेर्नुस् 2 इयर अगो भन्ने बित्तिकै हेर्नुस् त 2 दुईटैबाट घटाइयो नै सेम प्रोसेस हेर्नु है। 2 दुईटै अनि x भनेको हाम्रो फादर y भनेको हाम्रो सन। बुझ्नुभयो यति कुरा। अनि 2 घटाइयो अनि हाम्रो हेर्नुस् त द एज अफ द फादर वाज यति भयो हैन। 2 इयर अगो भनेको कारणले x - 2 गर्यो के। यहाँ फादर 6 टाइम छ बढी के
त्यसकारणले यहाँ जस्ट उल्टो हाम्रो सनतिर 6 टाइम गरेको छ। हेर्नुस् न, फादर वाज 6 टाइम एज ओल्ड एज सन मिन्स यसरी तल हेर्नुस् त के दिएको छ, जस्ट सनतिर 6 टाइम गर्दैछ अनि इक्वल लेख्न पायो। बुझ्नुभयो, यही स्टेप हो कि बुझ्नुपर्ने कुरा। अर्को चाहिँ हेर्नुस् है, सेकेन्ड इक्वेसन कसरी बनाएको छ, 3 इयर हेन्स भनेको दुईटैतिर 3 जोड्ने हो। हेर्नुस् एट फर्स्टमा यही सिकाउँछ कि। अनि 5 इयर ओल्डर देन द 3 टाइम एज अफ द सन भनेको अब 3 दुइटै एक्स र वाई सुरुमा लेख्ने हो मैले भने। अनि 3 इयर हेन्स भनिदिएपछि यहाँ कहाँ गयो 3 इयर हेन्स, यो 3 इयर हेन्स भनिदिएपछि 3 जोडियो हैन। अनि यहाँ सन हाम्रो 3 टाइम भनिदिएको छ। ए सन हाम्रो 3 टाइम भनिदिएछ। अनि त्यसपछि यो जुन फादर छ 5 इयरले बढी छ कि, त फादर 5 इयरले बढी छ भन्ने हाम्रो यो फादरतिर नजोडेर यो 5 चाहिँ सनतिर एड गरेको छ। यसरी इक्वेसन बनाउने हो। बुझ्नुभयो, यसरी इक्वेसन बनाउनु भयो। किनकि यो फादर अलरेडी 5 ले बढी थियो कि, यो 5 ले बढी थियो कि अलरेडी। बुझ्नुभयो, यो 5 ले अलरेडी बढी थियो, झन् 5 एड गरिदियो भने झन् बढी भइहाल्छ कि। त्यसकारणले यो मेन्टेन गर्नको लागि, इक्वल बनाउनको लागि हामीले जस्ट अपोजिट साइड सनतिर 5 एड गरेका छौँ है। सो होप तपाईँ बुझिसक्नु भयो। यसरी नै तपाईहरुले इक्वेसन बनाउनु होला है। सो कुनै कन्फ्युजन? ल हेर्नुस् त, अर्को एकदमै राम्रो क्वेसन आएको छ। अ इयर हेन्स, हेन्स आउने बित्तिकै मैले के भनेको थिएँ, हेन्सको केसमा पोजिटिभ हुन्छ कि नै, यो कुरा दिमागमा बसालिहाल्नुस्। हेन्स आउने बित्तिकै पोजिटिभ। अ इयर हेन्स अ फादर विल बी 5 टाइम एज ओल्ड एज हिज सन भन्नाले हामीले फादरले अलरेडी हामी डिलिट गरिदियौँ। यक्स र सन खोइ सनलाई हामीले वाइ मानिदियौँ है। सो हामीले यक्स इक्वल टु वाइ लेखिदिइहाल्ने कि इक्वेसन बनाउने तरिका सिकाएको छु कि। अब कति हेन्स भनेछ 1 इयर भनेछ, अ इयर भनेको 1 इयर भनेको 1 इयर हेन्स प्लस 1 इयर हेन्स के भनेछ, फादर विल बी 5 टाइम एज ओल्ड एज सन भनेको फादर 5 टाइम छ। यो यक्स भनेको फादर हो, यो 5 टाइम छ, तर हामी यता 5 नथपेर हामी 5 यता थप्छौँ कि, अनि इक्वल लेख्न पाउँछौँ। यो चाहिँ फर्स्ट इक्वेसन भयो। बुझ्नुभयो, बुझिसक्नु भयो कि यो थर्ड टाइम भयो। तपाईहरुले बुझिसक्नु भयो कसरी मैले इक्वेसन बनाइरहेको छु है। 5 टाइम यो फादर अलरेडी छ कि, यो फादर अलरेडी 5 टाइम छ। सो हामीले अपोजिट साइडतिर 5 लेखेका छौँ अनि त्यस कारणले हाम्रो इक्वल भएको छ। नत्र इक्वल कहाँ लेख्न पाइन्छ हैन, बढी छ अलरेडी, फादर 5 टाइमले बढी छ भने झन् 5 टाइम गरिदियो भने झन् बढी 10 टाइम भइहाल्छ कि 10 टाइम भइहाल्छ कि 25 टाइम भइहाल्छ झन्। त्यसकारणले हामी जस्ट अपोजिट साइडतिर हामी सनमा 5 टाइम एड गर्छौँ अनि दुईटैतिर मेन्टेन हुन्छ अनि इक्वल लेख्न पाउँछौँ। बुझ्नुभयो, यो फर्स्ट इक्वेसन। अर्को सेकेन्ड इक्वेसन हेर्नुस् त, अगोको कुरा आयो। अगो भनेको मैले के भनेको थिएँ, नेगेटिभ। बुझ्नुभयो, 2 इयर अगो ही वाज 3 टाइम भनेको फादर चाहिँ 2 इयर अगो ऊ कति थियो, 3 टाइम थियो कि। बुझ्नुभयो, फादर 2 इयर अगो ऊ 3 टाइम थियो इक्वल टु यो 2 इयर अगो भयो। अनि हाम्रो सन जुन छ, सन विल बी 4 इयर हेन्स अनि सन चाहिँ 4 वर्ष बढी भएको थियो कि। हेन्स भन्नाले बढी हैन र प्लस। सो हाम्रो सनको केसेसमा हेन्स भनेको छ। हेर्नुस् है, यो सनको केसेसमा हाम्रो हेन्स भनेको छ र फादरको कम्पेयरमा यहाँ अगो ल्याएको छ कि। 2 इयर अगो ही भनेको फादर वाज 3 टाइम्स भनेको फादर 3 टाइम्स भयो भन्दाखेरि हाम्रो छोरा 4 वर्ष पछि र 2 वर्ष पहिला फादर हुँदाखेरि यो फादर कति टाइम थियो, 3 टाइम थियो। फादर चाहिँ 3 टाइम थियो कि त्यो बेला। सो फादरलाई हामी 3 टाइम लेख्न पाउँछौँ कि नै, पाउँदैनौँ। हामी जस्ट अपोजिटतिर 3 टाइम गरिदियौँ भने मात्र इक्वल लेख्न पाउँछौँ। हेर्नुस् न, हेर्नुस् है, एकदमै सजिलोमा हेर्नुस् है के भनेको छ यहाँ। हेर्नुस् है, 2 इयर अगो भन्दाखेरि हाम्रो 2 इयर अगो ही वाज 3 टाइम्स भनेको 2 इयर अगो हाम्रो फादर छ कि 2 इयर अगो, अनि 2 इयर अगो पछि ऊ 3 टाइम छ कि छोरा भन्दा, र छोरा चाहिँ 4 इयर हेन्समा हुँदाखेरि छोरा 4 इयर हेन्स। हेर्नुस् त, 4 इयर हेन्स हुँदाखेरि बुवा 2 वर्ष पहिला ऊ छोराभन्दा 3 गुणाले बढी थिए कि भन्दाखेरि यो फादर 2 इयर अगो र छोरा 4 इयर हेन्स हुँदाखेरि फादर 3 टाइम थिए। सो फादर 3 टाइम थिए भने फादरको अगाडि 3 लेख्न पाइँदैन कि, जस्ट अपोजिटतिर थप्ने अनि मात्र हामी इक्वल लेख्न पाउँछौँ बिचमा। बुझ्नुभयो, यो चाहिँ सेकेन्ड इक्वेसन। ओके, सो हामीले सल्भ गरौँ है। एकदमै सजिलो छ। x - 2 इक्वल टु
3y प्लस 4 3 जा 12 भयो है। अब x माइनस 3y इक्वल टू 14 भयो, बुझ्नुभयो? यो चाहिँ 14 भयो, यो सेकेन्ड इक्वेसन। ओके, यसै गरी हाम्रो यता हेर्नुस् है, x प्लस 1 इक्वल टू यो 5y प्लस 5 भयो, अनि x माइनस अरू के बच्यो यहाँ इक्वल टू भयो है, x माइनस 5y इक्वल टू 4 बच्यो। यो 5 बाट 1 घट्यो कि यो 4 बच्यो, बुझ्नुभयो? अब हाम्रो दुईटा इक्वेसन। अब x इक्वल टू 4 प्लस 5y लेख्न पाइन्छ। अब यही x को भ्यालु यहाँ पुट गरिदिउँ है। सो 4 प्लस 5y माइनस 3y इक्वल टू 14 भनेको हाम्रो कति बच्यो, 4 प्लस 5 बाट 3 घटाउँदा 2y इक्वल टू 14। अब 14 बाट 4 घटाउँदा कति बच्छ, 10 बच्छ इक्वल टू 2y भनेको y को भ्यालु हाम्रो कति आउँछ, 5 आउँछ। जब y को भ्यालु 5 आयो भने x को भ्यालु हाम्रो कति आउँछ ल भन्नुस् त, 4 प्लस 5, y को भ्यालु कति आयो, y को भ्यालु 5। सो 5 5 जा 25, 25 प्लस 4 गर्दा 29 इयर्स आयो। यो x भनेको को थियो, फादर है। फादर को एज कति आयो, 29 इयर आयो भने 5 इयर चाहिँ कसको आयो, सन को आयो, बुझ्नुभयो? सन को चाहिँ 5 इयर आयो है। ओके, सो यति क्लियर भयो। एकदमै सिम्पल ल्याङ्ग्वेजमा बुझाउने प्रयास गरेछु है। ल अर्को हाम्रो एकदमै सजिलो क्वेसन रहेको छ, एकदमै इम्पोर्टेन्ट है, एकदम प्राय सोधेको हुन्छ। हेर्नुस् त, द रेसियो अफ द प्रेजेन्ट एज अफ ए एन्ड बी इज 2:7। प्रेजेन्ट एज अफ ए एन्ड बी 2:7 छ भने 5 इयर हेन्स आउने बित्तिकै मैले के भनेको थिएँ, प्लस गर्ने हैन। द रेसियो अफ देयर एजेज विल बी 3:8, फाइन्ड देयर प्रेजेन्ट एज भनेको एकदमै सजिलो छ कि। लेट के गर्नुस्, तिनीहरूको रेसियो लेट द एज अफ ए एन्ड बी बी 2x एन्ड 7x यसरी गर्नुस् तपाईहरुले। अनि के गर्नुस्, हेर्नुस् है, रेसियोको कुरा गरेको छ, अनि 2x अपन 7x यसरी गर्नुस्। अनि यहाँ के भनेको छ, 5 इयर हेन्स भनेको दुईटैमा 5 एड गरिदिनुस्। दुईटैमा 5 एड गरेपछि यिनीहरूको रेसियो कति हुन जान्छ, 3/8। यसैले सिम्प्लिफाई गरिदिनुस्, मजाले आउँछ। हेर्नुभयो, दुईटा यिनीहरूको रेसियो दिएको छ जुन 2x र 7x मान्यौ, अनि 5 इयर हेन्स भनेको छ, अनि 5 5 एड गर्यौं र 5 इयर हेन्स गरेपछि तिनीहरूको नयाँ रेसियो के भन्यो, 3:8 भन्यो। त्यही कुरा गरेको छ है। हेर्नुस् त, त्यही भनेको छ, त्यही कुरा कि एबी को सुरुको के थियो, प्रेजेन्ट एजेस जुन थियो 2:7 थियो भनेको 2x:7x थियो, जुन 2x/7x गरियो। 5 इयर अगो भनेको 5 एड गर्ने, अनि त्यसको नयाँ रेसियो के भन्यो, 3:8 भन्यो। सो सिम्प्लिफाई गरिदिने यसलाई, मजाले एन्सर आउँछ है। सो हामीले क्रस मल्टिप्लाई गरिदिने यसरी। सो हेर्नुस् त, अब यो 2x + 5 लाई 8 ले मल्टिप्लाई गर्ने, अनि 3 लाई 7x + 5 ले गर्ने, बुझ्नुभयो? एकदमै सिम्पल के। अनि 8 2 जा 16x + 8 5 जा 40 इक्वल टू 7 3 जा 21x + 5 15। ओके, अनि 16x र यति आयो, अनि 40 - 15 गरिदिने, अनि 21x - 16 भनेको यता 5x बच्यो, अनि यता कति बच्यो त भन्नुस् त, हाम्रो 25 बच्यो है। बच्यो कि नै, 25 बच्यो। अनि x को भ्यालु कति आउँछ, 25/5 गर्दाखेरि x को भ्यालु हाम्रो 5 आयो। सो x को भ्यालु 5 आएपछि हामीले सिम्पली यसपछि के गर्नुपर्छ, हाम्रो जुन रेसियो थियो 2x र 7x हामी भ्यालु पुट गरिदिन्छौँ कि 2 * x को भ्यालु कति छ, 5 आएको छ हैन। सो 5 गरिदिन्छौँ इक्वल टू 10, अर्को 7 * 2 गरिदिन्छौँ, यसरी 7 * 5 7 5 जा 35। सो प्रेजेन्ट एज यही भयो, 10 इयर र 35 इयर, बुझ्नुभयो? ए र बी को प्रेजेन्ट एज कति भयो, 10 इयर र 35 इयर भयो। यसरी तपाईहरुले क्याल्कुलेट गर्नु होला। एकदमै सिम्पल छ है र एकदमै इम्पोर्टेन्ट छ। होप तपाईहरुले बुझिसक्नु भएको छ। ओके, सो नेक्स्ट क्वेसनमा जान्छौँ है। अब नेक्स्ट क्वेसनमा जान्छौँ। द सम अफ द डिजिट अफ अ 2 डिजिट नम्बर इज 8। कुनै 2 डिजिट नम्बरको सम चाहिँ हाम्रो 8 छ भनेको हामीले यहाँ सपोज गरेका छौँ। हेर्नुस् है, 10th प्लेसमा एउटा नम्बर छ जसलाई x मान्छौँ भने अर्को 1st प्लेसमा एउटा छ नम्बर, त्यसलाई y मान्छौँ है। र यही दुईटाको सम हाम्रो दिएको छ, कति दिएको छ, 8 भनेको x + y इक्वल टू हाम्रो 8 दिएको छ है। र अर्को हाम्रो यो 2 डिजिट नम्बरको एउटा
फर्मुला छ जुन चाहिँ यहाँ डिराइभ गरेर देखाएको छ है, त्यो कुन फर्मुला रहेको छ 10x + y रहेको छ है। अब योसँग 2 डिजिट नम्बर सेटिस्फाई हुन्छ कि नै त्यो बुझौँ है। जुन चाहिँ x भनेको हाम्रो टेन्स प्लेस हो के। सपोज मैले तपाईँको लागि 16 लिएँ भने अब यो फर्मुलाले यो फर्मुलासँग सेटिस्फाई गर्छ कि नै हेरौँ है। अब x भनेको टेन्स प्लेस के, बुझ्नुभयो। सो वन्स टेन्स भनेको 10 × 1 अनि प्लस y भनेको वन्स प्लेस भनेको वन्स प्लेसमा 6 छ भनेको 10 × 1 = 10 प्लस 6 16। हेर्नुहोस् त सेटिस्फाई गर्यो कि नै। सो यो 2 डिजिट नम्बरको एउटा इक्वेसन रहेको छ है, बुझ्नुभयो। सो यहाँ अब सेकेन्ड नम्बरमा बुझौँ है। के भनेको छ 18 इज सब्ट्र्याक्टेड फ्रम द नम्बर, कुन नम्बर त्यही 2 डिजिट नम्बरको इक्वेसनबाट यदि 18 घटाइयो भने त्यो के हुन्छ रिभर्स्ड हुन्छ के, बुझ्नुभयो, रिभर्स्ड हुन्छ। फर इक्जाम्पल के भनेको छ 10x + y मा यदि 18 घटाइयो भने त्यो 10y + x भइदिन्छ के। हेर्नुहोस् त यसैको रिभर्स भइदिन्छ 10y + x, बुझ्नुभयो, यही रिभर्स भइदिन्छ। सो यसलाई इक्वेसन सल्भ गर्नुहुन्छ भने मजाले आउँछ के। अर्को x + y = 8 हुन्छ। हेर्नुहोस् है x + y त x = 8 - y। अब x को सट्टो हामी 8 - y राख्छौँ, x को सट्टो के राख्छौँ। अब हामीले x को सट्टो 8 - y गर्छौँ है। 10 8 - y + y - 18 = 10y 8 - y है। अब यसलाई मजाले सिम्प्लिफाई गर्छौँ हामी। हेर्नुहोस् है अब 10 8 जा 80 हामीले यसलाई मल्टिप्लाई गर्छौँ -10y + y - 18 = 10y बाट y घटाइदेऊ त 9y गरिदेऊ 9y + 8। यो पनि हामी गरिदेऊ, यो 80 हो 80 - 9y बच्यो -18 = 9y + 8। यो y र यो y को टर्म एकतिर गरिदिन्छौँ अनि 80 बाट यो यति घटाइदेऊ त। ल भन्नुहोस् त कति हुन्छ। 80 बाट यो घटायो भने हाम्रो 2 र यहाँबाट एउटा गइसकेपछि हाम्रो कति आउँछ 7 बाट 1 घटायो भने 62 62 माइनस अनि यो यता टर्म आयो भने घटायो भने -8 अनि इक्वल टु यो दुईटा टर्म यता ल्यायो भने 9 2 = 18y अनि 8 घटायो भने 6 घटाइदियो भने 54 / 18 = y। y इक्वल टु यसै गरी हाम्रो y को भ्यालु कति आउँछ 3 आउँछ है। y को भ्यालु 3 आयो। यसै गरी हामी x को भ्यालु निकाल्छौँ। x भनेको 8 - y, x भनेको 8 - y भनेको 8 - y भनेको 3 भनेको 5 भनेको x y को सट्टो हामी कति लेख्न पाउँछौँ 53। यही चाहिँ हाम्रो यही 2 डिजिट नम्बर हो 53 है, बुझ्नुभयो। हेर्नुहोस् त 2 डिजिट नम्बर यो 53 आएको छ। यसरी तपाईहरुले गर्नु होला है, एकदमै सिम्पल छ, एकदमै सिम्पल छ। ओके, सो मुभिङ टु नेक्स्ट क्वेशन। ओके, हेर्नुहोस् त यो तपाईहरुको लागि छोड्देऊ, एकदम सिम्पल छ है, यो पनि तपाईहरुले गर्नु होला। हेर्नुहोस् त 10x + y त्यही आएको छ है, बुझ्नुभयो। यहाँ के भनेको छ क्वेशनमा अ 2 डिजिट नम्बर इज 3 टाइम। 2 डिजिट नम्बर जुन छ त्यो 3 टाइम छ भनेको। हेर्नुहोस् न 2 डिजिट नम्बर यो 3 टाइम छ कोसँग सम अफ द डिजिट, जुन सम अफ डिजिट x र y छन् यो दुईटा समको 10x + y जुन छ यो 10x + y के भनेको छ 3 टाइम छ। यो 3 टाइम छ तर हामी 3 टाइम यहाँ लेख्न पाइदैन, जस्ट हामी अपोजिट तिर लेख्ने यता 3 टाइम अनि मात्र इक्वल लेख्न पाउँछौँ के। यो अलरेडी 3 टाइम बढी छ भने हामीले झन् यसैमा गर्यो भने यो त 9 टाइम बढी भइहाल्छ नि, त्यसकारणले हामी यतातिर एड गर्छौँ अनि इक्वल लेख्न पाउँछौँ के, बुझ्नुभयो अघिको कन्सेप्ट के। ओके, सो यो हाम्रो फर्स्ट इक्वेसन भयो। द सम अफ द फर्म बाई रिभर्सिङ भनेको सम अफ यो 9 को सम कोसँग रिभर्सिङसँग 10y + x जुन छ यो चाहिँ रिभर्सिङ 2 डिजिट नम्बरको रिभर्सिङसँग 9 जोड्दाखेरि बुझ्नुभयो यो चाहिँ 3 टाइम्स कोसँग हुन्छ ओरिजिनलसँग हुन्छ के, बुझ्नुभयो 3 टाइम ओरिजिनलसँग हुन्छ 10x + y, बुझ्नुभयो। के भन्यो 9 जब हेर्नुहोस् है जब यहाँ भनेको छ कि 9 जब एड हुन्छ रिभर्सिङ अफ 2 डिजिट नम्बर 9 इज सम टु द रिभर्स अफ 2 डिजिट नम्बर इज इक्वल टु 3 टाइम्स अफ द ओरिजिनल, बुझ्नुभयो। यसरी हेर्नुहोस् है द सम अफ द नम्बर फाउन्ड बाई रिभर्सिङ जुन सम अफ नम्बर हुन्छ रिभर्स गरेर 2 डिजिटको 10y + x त्यसमा 9 जोड्दाखेरि त्यो केसँग बराबर हुन्छ 3 टाइम ओरिजिनल 10x + y सँग बराबर हुन्छ, यही भनेको छ के इक्वल टु, बुझ्नुभयो। सो हाम्रो इक्वेसन यो सेकेन्ड भयो। यही दुईटा इक्वेसनलाई सल्भ गर्नुहुन्छ मजाले एन्सर आउँछ है। हेर्नुहोस् त यति आउँछ
तपाईले यो गर्नु होला है। इक्वेसन मैले यहाँ राखिदिएको छु है। सो अब नेक्स्टमा मुभ गर्छौं। हेर्नुस् त तपाईहरुको लागि क्वेसन लिएर आएको छु। अब यसलाई एकदमै रकेट स्पिडमा गर्ने है। ल y को साटो हामीले x - 2 राख्न पाउँछौं भने x + y = 4 छ भने x को साटो हामीले x + y भनेको x - 2 = 4 भनेको 2x = 4 to 6 अनि x = कति हुन्छ 2 3 जा 6 x को भ्यालु 3 आयो है। यहाँ x को भ्यालु 3 आउँछ भने अब हाम्रो y को भ्यालु कति आउँछ y को भ्यालु भनेको x भनेको 3 - 2 भनेको 1 भनेको y को भ्यालु हाम्रो 1 आउँछ है। यसरी तपाईहरुले एकदम फास्ट गर्नु पर्यो कि एक्जाममा आउँछ यस्तो क्वेशन। बुझ्नुभयो? यो सबै तपाईहरुले गर्नु होला है। बुझ्नुभयो? यसैगरी यो क्वेशन म गर्दिहाल्छु। x + y = 6 छ भने अब x को साटो हामीले x + y = 6 छ भने x को साटो हामीले 8 - 2 है प्लस y = 6 गर्यो भने हेर्नुस् है। अब हाम्रो 8 भयो अनि -2y + y गर्यो भने -y बच्छ = 6 अनि 8 - 6 = y यता लगिदिँदाखेरि y = हाम्रो कति हुन्छ 2 आउँछ। y को भ्यालु 2 आयो। कति आयो y को भ्यालु हाम्रो 2 आयो भने x को भ्यालु कति आउँछ भनेको 8 - 2 * 2 भनेको 4 4 8 - 4 गर्यो भने 4 भनेको हाम्रो x को भ्यालु कति आउँछ 4 आउँछ। बुझ्नुभयो? x को भ्यालु 4 आयो है। यसरी तपाईहरुले गर्नु होला। सम्पूर्ण क्वेशन गर्नु होला है। एक्जाममा सोध्न सक्छ है यस्तो क्वेशन। ओके बुझ्नुभयो? सो यो तपाईहरुले आफैले गर्नु होला है यति क्वेशन्सहरु। हेर्नुस् के भनेको छ यो ल्याङ्ग्वेजमा द सम अफ टु नम्बर इज 60 दुईटा नम्बरको सम चाहिँ 16 छ। दुईटा समको 16 छ र तिनीहरुको डिफरेन्स चाहिँ 10 छ। दुईटा इक्वेसन बन्यो कि नै सल्भ गर्दिनुस् त सक्नुहुन्छ कि नै। अर्को मैले सिम्पल टेक्निक्स इक्वेसन सल्भ गर्न बताउँछु है। x - y = 60 यसले एलिमिनेसन मेथड भनिन्छ। यहाँ साइन चेन्ज गर्ने माइनस यहाँ प्लस यहाँ माइनस भनेको यो माइनस माइनस कट्यो प्लस माइनस अनि यो प्लस र यो प्लस 2 आइबस्यो अनि 6 - 6 0 6 नै छ हैन। यहाँ 60 छ यहाँ 10 छ है। 60 छ 10 छ भनेको 60 बाट 10 घटाउँदाखेरि कति बच्छ 50 y = 25। यसैगरी तपाईहरुले यसलाई सल्भ गर्नु होला है। y को भ्यालु हाम्रो कति आयो 25 आयो। बुझ्नुभयो? y को भ्यालु हाम्रो 25 आयो। अब सिम्पली यो y को भ्यालु के गर्नुहुन्छ यो y को भ्यालु यहाँ x को ठाउँ यो y को ठाउँमा पुट गर्दिनुस् के x + y = हाम्रो 60 छ भने अब y को ठाउँमा 25 पुट गर्दिनुस् = 60 अनि x = 60 - 25 गर्दिनुस् भनेको x = कति हुन्छ भन्नुस् त हाम्रो 35 आउँछ। यही हाम्रो आन्सर हुन्छ है। बुझ्नुभयो? ओके सो बुझ्नुभयो x को भ्यालु हाम्रो 35 र y को 25 आयो। यही चाहिँ हाम्रो आन्सर भयो है। सो यो इक्वेसनहरु तपाईहरुलाई जान्नै पर्छ है। यो इक्वेसनहरु यसैगरी हामी यो बी नम्बरको हेर्छौं है। बी नम्बरमा के भनेको छ अ नम्बर इज ट्वाइस देन द अदर दुईटा नम्बर छन् जुन चाहिँ एउटा चाहिँ ट्वाइस छ अर्को भन्दा भनेको एउटा x छ भने अर्को चाहिँ हाम्रो के हुन्छ 2x हुन्छ कि एउटा भन्दा अर्को डबल छन्। बुझ्नुभयो? एउटा नम्बर x छ भने अर्को डबल छ के यहाँ भनेको छ। हेर्नुस् त अ नम्बर इज ट्वाइस देन द अदर नम्बर भनेको अदर यो हो ट्वाइस भयो यो चाहिँ हाफ भयो जस्ट बुझ्नुभयो? र यिनीहरुको सम कति भनेको छ यिनीहरुको सम चाहिँ हाम्रो 30 भनेको छ। बुझ्नुभयो? सो हाम्रो 3x = 30 भयो। बुझ्नुभयो? अनि x = 30 / 3 गर्यो भने x को भ्यालु हाम्रो कति आयो 10 भयो। यसैगरी हामी 2x को ठाउँमा कति लेख्न पाउँछौं 2 * 10 = 20। सो हाम्रो कति आन्सर आउँछ एउटा 10 आउँछ अर्को 20। सो त्यही दुईटा नम्बर के हुन्छन् 10 र 20 हुन्छन् है। बुझ्नुभयो? यसरी तपाईहरुले क्याल्कुलेट गर्नुपर्ने हुन्छ। ओके ओके सो यति बुझ्नुभयो कि नै। सो अब हामी अर्को क्वेशन गर्छौं है। अर्को क्वेशन गर्छौं। अब हाम्रो अर्को क्वेशन सी नम्बरमा है। सी नम्बरमा भनेको छ द सम अफ टु नम्बर इज 59 भनेको x + y = 59 भयो है। यदि यो बिगर हो x भनेको बिगर हो र y भनेको हामी मान्यौ स्मलर हो भने यहाँ के भनेको छ स्मलर नम्बर इज लेस देन द बिगर स्मलर नम्बर के छ लेस छ। सो x = हाम्रो y लेख्यौं अघि जस्तै है। अनि के भनेको छ हाम्रो y स्मलर हो त्यहाँ भनेको छ इफ द स्मलर नम्बर इज लेस देन द बिगर बाइ 7 भनेको हाम्रो यो y जुन छ यो स्मलर छ यो y हाम्रो स्मलर छ हैन र स्मलर हो कतिले 7 ले स्मलर छ भनेको अब हामीले यो 7 ले स्मलर छ भने 7 यसमा एड गर्दियो भने दुईटैलाई इक्वल लेख्न पाउँछौं नि ल भन्नुस्। यो 7 ले स्मलर थियो के y जुन छ
यो 7 ले स्मलर थियो सो y मा 7 जोडिदियो भने x को बराबर हुन्छ भनेको अब हामीले भ्यालु पुट गर्दिन्छौँ है सो x + y = 59 मा अब हामीले यो x को भ्यालु राख्छौँ है सो y + 7 + y = 59 है सो हामी 2y = 59 - 7 गर्नुस् त कति आउँछ 52/2y भयो यसरी अनि हाम्रो कति भयो 26 y को भ्यालु हाम्रो 26 भयो भने x को भ्यालु हाम्रो कति आउँछ 26 + 7 है यसमा भ्यालु पुट गर्दिने सो x = अब हाम्रो कति आउँछ 33 आउँछ है बुझ्नुभयो सो y को भ्यालु 26 र x को भ्यालु 33 ओके सो यति बुझ्नुभयो कि नै ल भन्नुस् त यति बुझ्नुभयो ल अब हामी अर्को क्वेशन गर्छौं है अर्को क्वेशन एकदम फास्ट जान्छौं हामी ओके अर्को हाम्रो क्वेशन डी नम्बरमा के भनेको छ द डिफरेन्स अफ टु नम्बर इज 12 दुईटा नम्बरको डिफरेन्स 12 छ इफ द ग्रेटर नम्बर इज 3 टाइम्स द स्मलर भनेको यदि हेर्नुस् है अब यहाँ सजिलो भनेको छ के दुईटा नम्बरको x - y = हाम्रो कति छ 12 छ हामीले y लाई ग्रेटर मान्छौं है हामी y लाई ग्रेटर मान्छौं र यसलाई स्मलर ओके सो हाम्रो यो पहिलो इक्वेसन भयो किनकि दुईटाको डिफरेन्स भनेको घटाउनु के सबट्र्याक्ट दुईटैको डिफरेन्स भनेको बीचको ग्यापिङ यति छ 12 छ इफ द ग्रेटर नम्बर अब ग्रेटर नम्बर के भनेछ अब x = y लेखिहाल्ने के हामीले x = y लेखिहाल्ने जुन सिस्टम मैले सिकाएको छु x = y लेखिहाल्ने अब के भनेको छ यसपछि इफ द ग्रेटर नम्बर इज 3 टाइम्स द स्मलर वन भनेको यो ग्रेटर जुन छ 3 टाइम्स छ यो स्मलर भन्दा त ग्रेटरमा 3 टाइम कहाँ लेख्ने अब जस्ट स्मलरमा 3 टाइम गर्दिने अनि ग्रेटरसँग यो इक्वल लेख्न पाउँछौं के अब यो ग्रेटर थियो झन् 3 टाइम गर्दियो भने यो झन् बढी भइहाल्छ त्यसकारणले अब स्मलरमा 3 टाइम गर्यो भने इक्वल लेख्न पाउँछौं बुझ्नुभयो सो अब यो x को भ्यालु यहाँ पुट गर्छौं है सो 3y - y = 12 अनि 2y = 12 y = 6 सो x को भ्यालु कति आउँछ 3 * 6 = 6 3 = 18 सो हाम्रो भ्यालु कति आयो एउटा 18 आयो अर्को 6 आयो बुझ्नुभयो यही हाम्रो आन्सर हुन्छ कति सजिलो छ हेर्नुस् त कन्सेप्ट वाइज जानुस् है ओके सो नेक्स्ट क्वेशनमा मुभ गर्ने ल अब हामी ई नम्बरको गर्छौं है ई नम्बरमा भनेको छ इफ 3 टाइम द सम अफ टु नम्बर इज 42 3 टाइम्स कुनै सम अफ नम्बर छ यसरी x + y x र y दुईटा छ जुन चाहिँ 3 टाइम छ यसको कति छ 3 टाइम्स यिनीहरुको सम चाहिँ 42 छ यो चाहिँ फर्स्ट इक्वेसन भयो भने फर्स्ट इक्वेसनलाई अलि सल्भ गर्नुपर्छ अनि 3x + 3y = 42 र हामीले 3x = 42 - 3y गर्दिन्छौं भने अब x = 42 - 3y/3 गर्दिन्छौं बुझ्नुभयो यसलाई अब यही भ्यालु हामी पुट गर्छौं है बुझ्नुभयो यही भ्यालु हामी पुट गर्छौं ओके यति क्लियर भयो यो इक्वेसन तपाईहरुले बुझ्नुभयो कि नै ल भन्नुस् त यो इक्वेसन बुझ्नुभयो कि नै ओके सो अब हामी सेकेन्ड इक्वेसन पढ्छौं है भन्छ 5 टाइम देयर डिफरेन्स इज 20 फाइन्ड द नम्बर 5 टाइम डिफरेन्स भन्दियो के 5 टाइम डिफरेन्स -5 हो यसरी गर्न मिल्छ अब यसरी के 5 टाइम डिफरेन्स भनेको 5 टाइम देयर डिफरेन्स = 20 भन्दियो के भनेको 5x - 5y = 20 बुझ्नुभयो यति अब यही x को भ्यालु अब यहाँ पुट गर्दियौ त x को 42 - 3y/3 - 5y = 20 बुझ्नुभयो यति मजाले बुझ्नुहुन्छ अनि 42 हामीले अब 42 * 5 गर्छौं 42 * 5 भनेको 210 आयो है 210 - 5 = 15y/3 - 5y = 20 अब यसलाई एलसीएम लिहाल्छौं है एलसीएम लिहाल्छौं 210 - 15y - 15y = 20 * 3 अब क्रस गर्दियौ यससँग एलसीएम लिएर डाइरेक्टली हामी उता क्रस पनि गर्दियौ है बुझ्ने प्रयास गर्नु होला अब 210 - अब 15 माइनस हाम्रो 30y = 20 चाहिँ 60 20 * 3 भनेको हाम्रो 60 हुन्छ बुझ्नुभयो 210 - 60 = 30y भयो बुझ्नुभयो और 200 अब 210 - 60 गर्दाखेरि अब हाम्रो कति आउँछ ल भन्नुस् त 150 भयो अपन 30 = y भयो अब यसलाई गर्नुहुन्छ भने y को भ्यालु हाम्रो कति आउँछ 5 आउँछ ओके यति बुझ्नुभयो कि नै y आउँछ भनेको x को भ्यालु अब हाम्रो y को भ्यालु अब 5 आएपछि y को भ्यालु 5 आएपछि पुट गर्दिने अब
42 माइनस 15 15/3 42 माइनस 15 27 आयो 27/3 गर्दाखेरि 9 आयो बुझ्नुभयो यही हाम्रो 9 र अर्को चाहिँ 5 यही हाम्रो एन्सर भयो है यो x को भ्यालु भयो यो y को भयो हेर्नुस् त यसरी तपाईहरुले सल्भ गर्नु होला है एकदम मजाले आउँछ के कुनै टेन्सन लिनु पर्दैन बुझ्नुभयो सबै एकदमै सजिलो छन् एक्जाममा सोध्ने भनेको यस्तै क्वेशन हुन् है एक्जाममा सोध्ने भनेको यस्तै क्वेशन हुन् हेर्नुस् त एफ नम्बरमा के भनेको छ यति सजिलो भनेको छ इ भनेछ द कस्ट अफ अ वाच द कस्ट अफ वाच एन्ड अ रेडियो इज 500 सपोज मैले वाचलाई x र रेडियोलाई मैले y मानिदिए भने हेर्नुस् त x + y दुईटैको टोटल कस्ट x र y को कस्ट कति हुन्छ 500 बुझ्नुभयो यो चाहिँ भयो वाच यो चाहिँ भयो रेडियो 500 पुग्यो इफ वाच इज अ चीपर हेर्नुस् है अब यो फर्स्ट इक्वेसन भयो मैले के सिकाएको थिएँ यसरी लेख्नुस् के भनेको छ इफ वाच इज अ चीपर यदि वाच चीपर छ के सस्तो छ देन द रेडियो बाई 150 भनेको कुन चीपर छ ल भन्नुस् त 150 ले कुन चीपर छ वाच भनेको x यो x जुन छ यो x यो चाहिँ वाच हो के यो वाच हो यो चाहिँ सस्तो छ कतिले 150 ले भनेको यो महँगो छ भनेको अब यो सस्तो छ भने अब यसैमा 150 एड गर्दियो भने दुईटै अब बराबर भयो कि नै अब यो x जुन थियो यो x वाच यो सस्तो थियो 150 ले बुझ्नु भएको छ सो सस्तो थियो भने 150 यसैमा एड गर्दिएपछि 150 हाम्रो इक्वल लेख्न पाउँछौँ कि नै ल भन्नुस् त लेख्न पाउँछौँ कि नै अब 150 ले यो वाच सस्तो थियो हैन वाच सस्तो थियो भने हामीले यता पनि -150 गर्न पायौं के भनेको यसलाई पनि घटाइदिन्छौँ भने दुईटै सस्तो भनेको इक्वल आइहाल्छ के दुईटै सो जतातिर गरे नि भइहाल्छ यता सबट्र्याक्ट गरे वा यता एड गरे कुरा एउटै हुन्छ है बुझ्नुभयो ओके सो अब यसलाई हामी सल्भ गर्छौं है एकदमै सजिलो छ है सो हेर्नुस् त अब हामीले x को ठाउँमा के राख्न पाउँछौं 150 प्लस x को ठाउँमा मैले कति राख्दिए 500 माइनस y राख्दिए है इक्वल टु y भयो अब 500 अनि 650 भयो इक्वल टु 2y भयो है 2y भयो अनि y को भ्यालु हाम्रो कति हुन्छ 650/2 गर्दियो भने हाम्रो कति आउँछ 325 y को भ्यालु यति आयो y भनेको हाम्रो के होला भन्नुस् त y लाई हामी के मानेका छौं y भनेको रेडियो हो y भनेको यो रेडियो हो रेडियोको प्राइस 325 भयो र यसैगरी हाम्रो x भनेको वाच अब वाच को दाम निकाल्दियौ x भनेको हाम्रो 500 माइनस y फर्स्ट इक्वेसनबाट हामी यो निकाल्यौ भनेको 500 सो 500 माइनस y गर्नु पर्छ अब y को भ्यालु हामी निकाले छौं 325 माइनस 325 भनेको अब हाम्रो कति भयो x को भ्यालु सबट्र्याक्ट गर्दिनुस् त कति आउँछ ल भन्नुस् त 175 हुन्छ ओके सो यति नै हुन्छ है सो यो हाम्रो एन्सर भयो है यो चाहिँ वाच को दाम भयो ओके सो यही हाम्रो फाइनल एन्सर भयो सो हेर्नुस् त कति मजाले हामी गरेका छौं आत्तिएर यो काम हुँदैन यस्तो बुझ्नुभयो यदि आत्तिनु भयो भने एकदम स्योर बिगार्नु हुन्छ के एक्जाममा एकदम चिसो दिमागले सोच्ने हो के तातो पारा गरेर सोच्नु भयो भने फेरि माइन्ड फ्युज गराइदिन्छ यस्तो क्वेशन है त्यसकारणले एकदम कुल भएर एकदम मस्तले यसले सल्भ गर्नु पर्यो अहिले घरमा समय छ अहिले मस्तले प्र्याक्टिस गर्नुस् एक्जाममा सोध्ने भनेको यस्तै हो के एज रिलेटेड त एकदम स्योरै हो के इक्वेसनबाट त एकदम इम्पोर्टेन्ट छ के बाबु बुझ्यौ एकदम इम्पोर्टेन्ट छ ल अब हामी अगाडि बढौं त ल अगाडि बढिहालौं है टेन्सन लिने हैन बाबु कुनै समस्या आयो भने मलाई डाइरेक्ट मेसेज गर्नु है म तपाईहरुलाई एनी टाइम पनि हेल्प गर्न रेडी हुन्छु है जुन बेला नि तपाईहरु मेसेज गर्न सक्नुहुन्छ आई एम अलवेज विथ यु ओके अब जी नम्बरमा हामी हेर्छौं है द सम अफ द एज अफ फादर एन्ड हिज सन इज 38 हेर्नुस् त
कति सजिलो के। यो फादरलाई मैले एक्स मानिदिएँ, यो सनलाई मैले वाई मानिदिएँ। एक्स प्लस वाई भनेछ दुईटैजनाको सम कति छ 38 छ, 38 इयर। अब हेर्नुहोस् त, अब यसपछि यो हाम्रो फर्स्ट इक्वेसन आइसक्यो कि। हेर्नुहोस् त कति सजिलो। इफ द फादर इज 22 इयर ओल्डर देन को छ सन, फाइन्ड देयर एज। सो मैले के भने थिएँ, यसरी लेख्नुहोस्। अनि हाम्रो यो फादर भनेको एक्स हो, भनेको फादर इज 22 इयर ओल्डर भनेको 22 वर्षले जेठो छन् आफ्नो छोराभन्दा। यो सन, यो फादर, यो फादर हो कि नै, यो एक्स भनेको फादर 22 इयरले जेठो छन् छोराभन्दा भनेको छोरामा 22 मैले एड गरिदिएँ भने यो दुइटैलाई इक्वल लेख्न पाइन्छ कि नै? ल भन्नुहोस् त, मजाले पाइन्छ है। यही रुल मैले अघि नैदेखि लागू गरिरहेको छु है, तपाईँलाई बुझाउने प्रयास गरिरहेको छु है। यो चाहिँ वाई भनेको हाम्रो सन भनेको सन चाहिँ सरी यो फादर चाहिँ 22 इयर बढी छन् के आफ्नो छोराभन्दा भनेको छोरामा 22 राखिदियो भने दुइटैलाई इक्वल लेख्न पाइन्छ कि नै? हैन र, इक्वल लेख्न पाइन्छ। अब सिम्पली के गर्ने हो भने अब यो माथि हेर्नुहोस् है, अब यो माथि अब एक्स इक्वल टु हामीले सिम्पली के गर्ने हो हेर्नुहोस् है, एक्स इक्वल टु 38 माइनस वाई गर्न पाउँछौँ। एक्स इक्वल टु 38 माइनस वाई। अब यही भ्यालु हामीले, यही भ्यालु चाहिँ एक्स इक्वल टु 38 माइनस वाई हामी तल पुट गर्छौँ है, तल हामी यसमा पुट गर्छौँ है। सो एक्स भनेको 38 माइनस वाई भयो इक्वल टु वाई प्लस 22। ओके, सो हेर्नुहोस् है, सो हामी 38 माइनस 22 गऱ्यौँ, यसलाई यता ल्याइदियौँ है, यता ल्याएर अनि यो वाईलाई उता लग्यौँ भने 2y भइदियो के। बुझ्नुभयो? अब हामी सब्ट्र्याक्ट गरिदिउँ त, हाम्रो 3 बाट 2 घटायो भने 1, 8 बाट 2 6, 16 आयो 2y भनेको हाम्रो y को भ्यालु कति हुन्छ 8 हुन्छ। 2 8 जा 16, सो हाम्रो y को भ्यालु कति आयो 8 आयो। y को भ्यालु 8 आउने बित्तिकै अब हामीले x को भ्यालु कति निकाल्न पाउँछौँ 38 माइनस y को भ्यालु 8 आछ हैन र, y को भ्यालु 8 आछ। सो 38 माइनस 8 गऱ्यो भने हाम्रो 30 आयो। 30 कसको आयो? x भनेको को थियो? फादर। को थियो? फादर। ओके, सो एक्स फादरको उमेर आइसक्यो है 30 चाहिँ फादरको र वाई भनेको सन 8 इयर्स। ओके, बुझ्नुभयो? एकदमै सिम्पल ल्याङ्ग्वेजमा बुझाउने प्रयास गरेछु। होप तपाईँ बुझिसक्नु भयो होला है। यसरी तपाईँहरूले कुल भएर सल्भ गर्नु पर्यो कि मजाले मिल्छ कि एनी क्वेसन पनि मिल्छ। अहिले हेर्नु लास्टतिर म तपाईँहरूको लागि केही क्वेसन छोडेर जान्छु, त्यो क्वेसन सल्भ गरेर मलाई पठाउनु होला है। तपाईँले मजाले गर्नुहुन्छ कि मलाई विश्वास छ कि तपाईँहरूले गर्नुहुन्छ, तपाईँहरूले गर्नुहुन्छ एकदमै सजिलो के एकदम। बुझ्नुभयो? एकदम मजाले गर्नुहुन्छ। सो यहाँ एन्सर पनि राखिदिएछु, हेर्नुहोस् त कति नम्बरको थियो यो जी 30 र 8। हेर्नुहोस् त मजाले आएको छ 30 इयर र 8 इयर। सो अब हामी नेक्स्टमा जान्छौँ है। ल यो तपाईँको लागि होमवर्क एन्सर पनि मैले यहाँ राखिदिएको छु। हेर्नुहोस् है, एन्सर राखिदिएको छु, तपाईँहरूले यो सल्भ गर्ने प्रयास गर्नुहोस्, एन्सर निकाल्ने प्रयास गर्नुहोस् है। मैले यो रिलेटेड क्वेसन सबै गराएको छु है अगाडि, त्यस कारणले मैले यहाँ राखेको छु। सबै तपाईँहरूले गर्नु पर्यो, स्क्रिनसट गरिहाल्नु। तपाईँहरूले मेरो कुरा मान्नु पर्यो, यो सल्भ गर्नु पर्यो के है। यति गर्नुहोस् के, यति तपाईँको लागि जम्मा यो 2 2 4 2 6 6वटा मात्र छ। ल अब हामी अगाडि बढ्छौँ। अब केही अरू इम्पोर्टेन्ट क्वेसन्सहरू छन्, यो पनि डिस्कसन गर्छौँ। सो एकदमै इजी छ। अब यो इक्वेसन अब सिंगल इक्वेसन खाले आयो के। अघि त डबल डबल इक्वेसन बनिरहेको थिएन भने अब सिंगल इक्वेसन बन्छ। सिंगल इक्वेसनबाट अब हामी सल्भ गर्छौँ, भ्यालु निकाल्छौँ है। सो के भनेको छ हेर्नुहोस् त, 4 इज सब्ट्र्याक्टेड फ्रम द हाफ अफ द स्क्वायर अफ नेचुरल नम्बर भनेछ। 4 सब्ट्र्याक्टेड गरिएको छ कहाँबाट? फ्रम द हाफ अफ द स्क्वायर नम्बर। हाफ अफ द स्क्वायर नम्बर सपोज हाम्रो नेचुरल नम्बर यो हो र यसैको नेचुरल नम्बरको स्क्वायर यो भयो र यसैको हाफ चाहिँ यो भयो। बुझ्नुभयो?
बुझ्नुभयो कति सिम्पल ल्याङ्ग्वेजमा बुझाउने प्रयास गरेको छु है वन्स अगेन अझै सुन्नुहोस् है यहाँ भनेको छ 4 सब्ट्र्याक्टेड गरिएको छ 4 सब्ट्र्याक्टेड गरिएको छ कोबाट त नेचुरल नम्बरको स्क्वायरको आधीबाट सो नेचुरल नम्बर हाम्रो y हुन सक्छ नेचुरल नम्बरको स्क्वायरको आधी भनेको बाइ 2 गरिदिने स्क्वायर नेचुरल नम्बरको स्क्वायरको आधीबाट 4 सब्ट्र्याक्ट गरिएको छ भने त्यसको रिजल्ट हाम्रो 14 आउँछ यही भनेको छ अब नेचुरल नम्बर हामी x पनि लेट गर्न सक्छौं लेट नेचुरल नम्बर बी एक्स और वाई और जेड जे पनि लेट गर्न सक्छौं सो मैले y गरेको छु y अनि माइनस 4 टू जा 8/2 इक्वल टू 14 भयो अब सिम्प्लिफाई गर्ने हो के सिम्प्लिफाई त तपाई एक्सपर्ट भइसक्नु भएको छ हैन 14 टू जा 28 भनेको y स्क्वायर इक्वल टू अब 36 भयो अनि y इक्वल टू √36 भयो भने y इक्वल टू प्लस माइनस 6 ओके सो यही हाम्रो आन्सर भयो है हेर्नुस् त आयो नि अर्को क्वेशन के भनेको छ इफ द सम अफ टू नेचुरल नम्बर इज 9 एन्ड देयर प्रोडक्ट इज 18 कति सजिलो हेर्नुस् त दुईटा नेचुरल नम्बर हाम्रो x र y भयो भने x र y बे नेचुरल नम्बर x र y दुईटा नेचुरल नम्बर भयो भने यिनीहरुको सम चाहिँ कति हुन्छ 9 हुन्छ र यिनीहरुको प्रोडक्ट चाहिँ कति हुन्छ 18 हुन्छ त्यही कुरा हो कि यो सेकेन्ड इक्वेसन भयो हाम्रो हेर्नुस् त अब x इक्वल टू 18/y गर्दिनुस् यो चाहिँ थर्ड मान्दिनुस् अब यही भ्यालु यहाँ पुट गर्दिनुस् त x प्लस अनि y को सरी अब x को साटो हामीले यो ठाउँमा x को साटो अब 18/y राख्दिन्छौं प्लस y इक्वल टू 9 के अनि 18 प्लस y स्क्वायर अपन y इक्वल टू 9 बुझ्नु भयो यति सो 18 प्लस y स्क्वायर इक्वल टू 9y भनेको अब मैले तपाईहरुलाई इक्वेसन सिकाथे है अब यसको इक्वेसन के भन्न जान्छ y स्क्वायर माइनस 9y प्लस 18 इक्वल टू 0 यो इक्वेसन मैले सिकाथे तपाईलाई के भनेको थिए यो साइन हेर्नुस् यदि प्लस छ भने दुईटा यस्तो नम्बर लिनुस् जुन चाहिँ प्रोडक्ट गर्दाखेरि यो लास्ट को नम्बरसँग बराबर होस् र त्यही दुईटाको सम गर्दाखेरि यो बीचसँग बराबर होस् भनेको हाम्रो के हुन सक्छ ल भन्नुस् त 6 2 जा 6 3 जा 18 6 प्लस 3 हुन सक्छ कि नै दुईटा जोडेर 9 आयो अनि यही दुईटाको प्रोडक्ट 18 भयो भनेको मजाले यही हुन्छ प्लस 18 इक्वल टू 0 यो तपाईले आउँछ हैन र आउँछ मैले अलजेब्रामा कति चोटी यो सिकाछु -3y + 18 इक्वल टू 0 अलजेब्रा हामी डिटेल पढेछौं है अलजेब्रामा हामी डिटेल पढेका छौं हेर्नुस् है -3y माइनस प्लस 18 भयो इक्वल टू 0 यो प्रोसेस मैले सिकाएको छु त्यसैले मैले तपाईहरुलाई केही भनेन यहाँ है तपाईलाई आउँछ यो कुरा हेर्नुस् y इक्वल टू आइदर अर गरेर यहाँ आइदर अर y इक्वल टू 6 र y इक्वल टू अर्को 3 आयो दुईटा है एउटा 6 र एउटा 3 भ्यालु आयो बुझ्नु भयो हामीले यहाँ के सोधेको छ यहाँ भन्छ दुईटा नम्बर त्यही दुईटा नम्बर चाहिँ यही हुन् है 6 र 3 बुझ्नु भयो यी निकाले छ 6 र 3 त्यही दुईटा नम्बर हुन् ओके सो यसरी मस्तले गर्नुस् के केही पनि छैन है बुझ्नु भयो केही पनि छैन तपाईले मजाले गर्नुहुन्छ ए ल स्क्रिनशट हान्नुस् वा तपाईहरुले पनि सँगसँगै गर्नुस् ल गर्न पर्यो बाबु नानी हो ओके सो मेटौं ओके आज वन शटमा सक्नु पर्छ है यो वन शटमा आज हामी सक्नु पर्छ ल अब हामी यो गर्छौं है यो हेर्नुस् त यो पनि एकदमै सिम्पल छ है एकदमै सिम्पल छ मैले इक्वेसन बनाइदिन्छु तपाईहरुले आफैले गर्नु होला है द सम अफ टु नम्बर इज 16 हेर्नुस् त सम अफ टु नम्बर इज 16 कति सजिलो के बनाएको छ के दुईटा नम्बरको 16 द सम के भन्छ द सम अफ टु नम्बर इज 16 दुईटा नम्बरको सम चाहिँ 16 हुन्छ एन्ड द सम अफ देयर स्क्वायर भनेको अब यिनीहरुको स्क्वायरको सम चाहिँ के हुन्छ द सम अफ देयर स्क्वायर इज 130 हेर्नुस् त यही कुरा भनेको छ कि नै कति मजाले भनेको छ हेर्नुस् न हामीले दुईटा नम्बर लियौं x र y जसको सम चाहिँ हाम्रो कति हुन्छ 16 हुन्छ कि नै ल भन्नुस् त x + y = 16 गर्यौं र त्यही दुईटाको जुन नम्बर थियो तिनीहरुको स्क्वायर जुन छ
त्यसैको स्क्वायरको सम गर्दाखेरि हाम्रो 130 आउँछ। दुईटा इक्वेसन रेडी भयो कि नै? कति मजाले हामी गरेका छौँ है। सो हाम्रो यो इक्वेसन फर्स्ट भयो, यो चाहिँ सेकेन्ड भयो। बुझ्नुभयो? एकदमै सिम्पल छ के। अब हामीले यो x इक्वल टु 16 माइनस y यसैलाई है, यसैले माथि लेखेको छु। अब यही भ्यालु हामी तल पुट गर्छौँ है। सो अब यो x को ठाउँमा 16 माइनस y को होल स्क्वायर गर्यौँ है, प्लस y स्क्वायर इक्वल टु 130। हेर्नुहोस् है, अब मजाले हामी गर्छौँ। अब यो a माइनस b को होल स्क्वायरको फर्मुलामा खोल्नु पऱ्यो के। यहाँको 16 को स्क्वायर माइनस 2 इंटू 16 इंटू y प्लस y स्क्वायर इक्वल टु 130। बुझ्नुभयो? यो फर्मुलामा खोलेको छु कि a माइनस b को होल स्क्वायर। यो चाहिँ अल्जेब्रामा हामी डिटेलमा पढेछौँ। अल्जेब्रासँग एकदमै रिलेटेड छ है यो। अल्जेब्राको भिडियो हेरेर आउनु भएको छैन भने त्यो हेरेर आउनुहोस्। ओके ल, अब 16 को स्क्वायर कति हुन्छ ल भन्नुहोस् त बाबु। 16 को स्क्वायर हाम्रो 256 हुन्छ। 256 माइनस 32y प्लस 2y स्क्वायर इक्वल टु 130। हेर्नुहोस् है, अब यो 2y स्क्वायर यता राखिदिएँ हैन। अब हामीलाई के गर्नु छ, माइनस 32y इक्वल अनि 256 माइनस 130 गरिदिउँ है। 126 इक्वल टु 0 भनेको अब हामीलाई यहाँबाट कमन निकाल्नु पर्ने हुन्छ कि। कमन 2 कमन निकाल्दिउँ त। 2 कमन गरेर y स्क्वायर माइनस 16y प्लस अब 126 को आधी गऱ्यो भने हाम्रो 63 हुन्छ इक्वल टु 0। अब यो 2 ले यता डिभाइड गर्यो भने 0 सँग कति बच्छ? 0 नै बच्छ। भनेको हाम्रो सिम्पली कति बच्छ ल भन्नुहोस् त। हाम्रो कति बच्छ? यही बच्छ कि नै, y स्क्वायर माइनस 16y प्लस 63 इक्वल टु 0 यही बच्छ हैन। अब यसलाई सेम त्यही सिम्प्लिफाई गर्ने के, फ्याक्टराइज गर्ने जसरी हामी अघि गऱ्यौँ। यहाँ प्लस छ भने दुईटा यस्तो नम्बर लिनु पर्यो जसको सम चाहिँ 16 आउँछ। बुझ्नुभयो? अनि त्यसैको प्रोडक्ट चाहिँ 63। सो हाम्रो 9 7 जा 63 एउटा छ हैन नम्बर। y स्क्वायर माइनस 9 7 जा 16 हुन्छ प्लस 9 7 जा 63 पनि हुन्छ है। सो यही टर्म हामी युज गर्ने, y स्क्वायर माइनस 9y माइनस 7y प्लस 63 इक्वल टु 0। y कमन लियो भने y माइनस 9 माइनस 7 ब्राकेट y माइनस 9 9 7 जा 63 इक्वल टु 0। अब y माइनस 9 अनि y माइनस 7 इक्वल टु 0 यति भयो के। अब हाम्रो y को भ्यालु कति आयो? एउटा 9 आयो, अर्को चाहिँ 7 आयो। बुझ्नुभयो? कति मजाको हेर्नुहोस् न, यी 9 र 7 निकालेछ यी। बुझ्नुभयो? कति मजाले निकालेका छौँ हेर्नुहोस् न, कति मजाले निस्केको छ। यसरी तपाईले स्टेप वाइज गर्नु पर्यो के, आत्तिनु भएन है, आत्तिन भएन, मजाले गर्नु पर्यो के बाबु। बुझ्यौ? आफैले गर्नुहुन्छ यो तपाईहरुले। ल यो अर्को क्वेशन आएको छ, मैले सिकाइदिहाल्छु है। The product of two consecutive even number is 168 भनेको 168 छ। फाइन्ड द नम्बर। अब यहाँ बुझ्नु पर्ने कुरा तपाईलाई यहाँ छ, कन्सिक्युटिभ इभन नम्बर भन्नाले कसलाई भनिन्छ। अब यहाँ एउटा टर्म्स छ कि एउटा कन्सिक्युटिभ इभन भन्नाले अब एउटा x लियो भने x + 2 लियो के। यदि इभन नआएको खण्डमा x + 1 हुन्थ्यो के, तर हाम्रो यहाँ इभन भनिदिएको कारणले हामीले x र x + 2 लिएका छौं है। बुझ्नुभयो? x + 2 लिएका छौं किनकि हाम्रो यहाँ इभन भनिदिएको छ के। बुझ्नुभयो? यहाँ अड आएको केसेसमा वा कुनै आउँथेन भने हामीले x र x + 1 x + 2 x + 3 यस्तै गर्थ्यौं के। एक्जिक्युटिभ नम्बर यही नै हुन्। बुझ्नुभयो? एक्जिक्युटिभ नम्बर यही नै हुन्। ओके, सो यति बुझ्नुभयो? अब सिम्पली यिनीहरुको दुईटैको के छ, प्रोडक्ट छ भनेको x र x + 2 को प्रोडक्ट गरेर हाम्रो 168 गर्दिनुस्, x को भ्यालु निकाल्दिनुस्, सिम्पली आउँछ है।
सो हेर्नुस् त निकालेको छ कन्सिक्युटिभ नम्बर भनेको सुन्नुस् है कन्सिक्युटिभ नम्बर भनेको यस्तो नम्बर जुन चाहिँ एक आपसलाई फलो गर्छ कि काउन्टिङ नम्बर हो जुन चाहिँ एक आपसलाई फलो गर्छ जस्तै हाम्रो 1 2 3 4 5 यो चाहिँ एक एकको डिफरेन्सले अगाडि काउन्टिङ नम्बर बढिरहेछ किन एक एकको डिफरेन्सले भनेको यस्तालाई कन्सिक्युटिभ नम्बर भनिन्छ के बुझ्नु भयो जसमा एकको डिफरेन्स हुन्छ के अब x x + 1 x + 2 x + 3 यो चाहिँ कन्सिक्युटिभ नम्बर हो के तर यहाँ हाम्रो इभेन भनिदिएको कारणले हाम्रो x र x + 2 x + 4 हुन जान्छ है बुझ्नु भयो यस्तालाई हामी कन्सिक्युटिभ नम्बर भनिन्छ है ओके जुन चाहिँ काउन्टिङ नम्बर हो जसको डिफरेन्स चाहिँ 1 हुन्छ र एक आपसले फलो गर्छ जसरी 1 पछि के आउँछ 2 आउँछ त्यसपछि 3 आउँछ जुन चाहिँ काउन्टिङ नम्बर हो एक पछि अर्को आउँछ यसरी फलोइङ नम्बर हुन् है बुझ्नु भयो जसको डिफरेन्स चाहिँ 1 हुन्छ ओके त्यस्तालाई के भनिन्छ कन्सिक्युटिभ नम्बर अब त्यसैमा इभेन र अड कन्सिक्युटिभ नम्बर आउँछ जुन चाहिँ छुट्टै कुरा हो अडमा अब तपाईको कति आउँछ 1 तपाईको 3 5 7 9 11 यस्ता कुराहरू आउँछन् यो अड भएन हैन यो चाहिँ अड कन्सिक्युटिभ भयो अब इभेनमा 2 भयो 4 भयो 6 भयो 8 भयो यस्ता इभेन हुन् सो बुझिसक्नु भयो यति कुरा ओके सो तपाईलाई कन्सिक्युटिभ नम्बर दियो भने यदि अड दियो भने x + 2 लेख्नुस् है x + 1 x + 3 यो चाहिँ अड को केसेस भयो है यो चाहिँ अड को भयो र इभेन को केसेसमा हामी यो युज गर्छौं बुझ्नु भयो सो सिम्पली तपाईहरुले निकालिहाल्नुहुन्छ अब लास्टमा के गर्ने हो हेर्नुस् है x र x + 2 भनेको x + 2 को एकचोटी भ्यालु निकाल्दिने अनि x को त आइहाल्यो नै हैन र x को 12 आयो भने अब 12 + 2 गर्दिएपछि 14 आयो बुझ्नु भयो ओके हेर्नुस् त कति सिम्पल क्वेशन आएको छ एउटा द डिफरेन्स अफ द एज अफ टु ब्रदर इज 4 इयर दुईटा ब्रदर को एज को डिफरेन्स चाहिँ 4 इयर आछ के दुईटा ब्रदर यही x र y हुन् र तिनीहरुको एज को डिफरेन्स 4 इयर छ एन्ड द प्रोडक्ट अफ देयर एजेस र x y को प्रोडक्ट चाहिँ 2 to 1 छ भने तपाईले मजाले निकाल्नुस् न 2 to 1 डिवाइडेड बाइ y यो चाहिँ भ्यालु माथि पुट गर्दिनुस् भनेको 2 to 1 अपन y 2 to 1 अपन y 2 to 1 अपन y minus y = 4 अनि यो केसेसमा 2 to 1 minus y स्क्वायर अपन y = 4 अब यो पनि फर्स्ट इन्टु लास्टमा जान्छ है 2 to 1 minus y स्क्वायर = 4y जान्छ अनि y स्क्वायर प्लस 4y y स्क्वायर प्लस 4y minus 2 to 1 = 0 बुझ्नुभयो यो इक्वल टु भन्दा उता लगेका छौं है यो इक्वल टु भन्दा यता टर्म लगेका छौं त्यसैले यति आयो अब यसलाई फर्स्ट इन्टु लास्ट गर्नुपर्छ तपाईले बुझ्नुभयो यो आफैले गर्नु होला है यहाँ सिम्पली गरेको छ है हेर्नुस् त यही सम्म त छ यही सम्म हेर्नुस् त अब यो तपाईहरुले आफैले गर्नु होला है बुझ्नुभयो ओके सो होप तपाईले बुझिसक्नु भएको छ है अब मजाले गर्नुहुन्छ है यसपछि ओके मजाले गर्नुहुन्छ यो पनि तपाईको लागि क्वेशन हो यो तपाईहरुले आफैले गर्नु होला यहाँ राखिदिएको छु है त्यसपछि तपाईको लागि अर्को पनि यहाँ क्वेशन छ हेर्नुस् है सो तपाईहरुले यो गर्नुस् है हेर्नुस् एकदम मजाको छ के मजाले निकाल्नुहुन्छ के एकदमै इजी छ यो पनि है के भनेको छ 6 इयर अगो भनेको मैले के भनेको थिए सबट्र्याक्ट दिमागमा खेलाइहाल्नु के यस्तो कुराहरु बुझ्नुभयो 6 इयर अगो 6 year ago a man was 6 times the age of son 6 year ago a man र son को कुरा आएको छ जुन चाहिँ 6 year ago छ भनेको -6 बुझ्नुभयो र के भनेको छ 6 year ago man was 6 times भनेको यो x लाई मैले man मान्दिए है यो x लाई man भनेको x र यो son भनेको y भयो अब यसरी मान्दिएपछि मैले x भनेको यो म्यान चाहिँ कति टाइम छ 6 टाइम छ भनेको मैले सन तिर 6 टाइम राख्दिन्छु बुझ्नुभयो ओके यो फर्स्ट इक्वेसन भयो यति ओके यति बुझिसक्नु भयो होला है अर्को हाम्रो के दिएको छ द प्रोडक्ट अफ द प्रेजेन्ट एज अफ द फादर एन्ड द सन इज अ प्रेजेन्ट एज अफ फादर एन्ड सन जुन प्रेजेन्ट एज छ फादर र सन को त्यसको प्रोडक्ट कति छ 396 छ सो प्रेजेन्ट एज चाहिँ x र y हो 396 भइदिन्छ
यो चाहिँ हाम्रो सेकेन्ड इक्वेसन भयो। अब यही दुईटा इक्वेसनलाई सल्भ गर्नुस्, एन्सर निकाल्नुस्। एन्सर चाहिँ यति आउँछ है, 36 र 11 आउँछ। ओके, बुझ्नुभयो? अब यो इक्वेसन बनाइदिएपछि सल्भ गर्न आउनु पर्यो है, इक्वेसन सल्भ गर्न आउनु पर्यो है। इक्वेसन सल्भ गर्न जान्नु भएन भने फेरि गाह्रो हुन्छ है। ल यो पनि मैले सल्भ गरेर हेराइदिइहाल्छु है, बुझ्नुभयो? यो पनि मैले सल्भ गरिदिइहाल्छु, केही छैन हैन, म सल्भ गरिदिइहाल्छु। डोन्ट वरी। ओके, x minus 6 equal to 6y minus 6 is 36, x minus 6y equal to 6 minus 36 भनेको x minus 6y equal to minus 30 हुन्छ। यो चाहिँ फर्स्ट इक्वेसन भयो हाम्रो है माथिबाट। अनि अर्को तल चाहिँ xy equal to 396 छ भनेको हामीले x को साटो अब कति लेख्न पाउँछौँ, 396। हेर्नुहोस् है, मैले यो इरेज गरेँ। x को साटो मैले के लेख्न पाएँ, 396 अपन y लेख्न पाएँ है। यो चाहिँ सेकेन्ड भयो। अब यही भ्यालु पुट गरिदिने यहाँ, बुझ्नुभयो? सो मैले यहाँ तल गर्छु है, तल गर्छु, माथि स्पेस छैन। x को साटो मैले 396 अपन y राखेँ, माइनस 6y माइनस 30। अब 396 माइनस 6y स्क्वायर इक्वल टू माइनस 30y। अब 396 माइनस 6y स्क्वायर प्लस 30y इक्वल टू 0 भयो यता। अब सिम्पली यहाँबाट तपाईहरुले 6 कमन लिनुस्, 6 कमन आउँछ होला है। अब यो टर्म्सलाई उतातिर लैजानुस् त 0 भन्दा, यहाँ 0 राख्यो भने 6y स्क्वायर माइनस 30y अनि माइनस 396। ओके, अब 6 कमन लिँदाखेरि अब हाम्रो कति आउँछ ल भन्नुस् त। 6 कमन लिँदाखेरि हाम्रो 6 कमन लिँदाखेरि y स्क्वायर माइनस 6 5 30 माइनस 396 लाई डिवाइडेड बाइ 6 गर्यो भने हाम्रो कतिले आउँछ, 66। 66 ले हामी कमन लिन मिल्छ है। अब यो 6 लाई यता 0 ले डिवाइड गर्यो भने फेरि 0 आउँछ भनेको हाम्रो y स्क्वायर माइनस 5y माइनस 66 इक्वल टू 0 भयो हैन। अब यो साइन हेर्नुस् है, यहाँ नेगेटिभ छ भने दुईटा यस्तो नम्बर लिनु पर्यो जुन चाहिँ सबट्र्याक्ट गरेर हाम्रो 5 आउनु पर्यो के, बुझ्नुभयो? त y स्क्वायर माइनस अब 11 माइनस 6 गर्दाखेरि कति आउँछ हेर्नुस् त। 11 बाट 6 गर्दाखेरि 5 आउँछ कि नै, मजाले आउँछ। माइनस अनि 11 6 66 हुन्छ, बुझ्नुभयो? सो y स्क्वायर माइनस 11y प्लस 6y माइनस 66 इक्वल टू 0। अब कमन निकाल्दिनुस् त, y इक्वल टू y माइनस 11 प्लस 6 ब्राकेट y माइनस 11 इक्वल टू 0। y माइनस 11 आयो, अर्को y प्लस 6 आयो इक्वल टू 0। y इक्वल टू 11 र y इक्वल टू माइनस 6 दुईटा भ्यालु आयो है, यति बुझ्नुभयो? एकदम मजाले निकाल्ने हो के यस्तै। ओके, सो हामीलाई के सोधेको थियो हेर्नुस् त, हामीले प्रेजेन्ट एज सोधेको छ भनेको हाम्रो एउटा आएको छ 11 र अर्को माइनस 6। सो हेर्नुस् त, यो 11 मिल्यो कि नै, यो 11 एउटा एन्सर मिल्यो हाम्रो। र एज कहिले नेगेटिभमा हुन्छ तपाईँ भन्नुस् त, कहिले सुन्नु भएको छ एज नेगेटिभमा आएको, कहिले नेगेटिभमा एज आएको सुन्नु भएको छ, त्यसकारणले यो नेग्लेक्टेड हुन्छ है, नेग्लेक्टेड हुन्छ। यो माइनस 6 खाली लिइदैन, y इक्वल टू 11 लियो भने अब x को ठाउँमा अब हेर्नुस् न, y भनेको 11 आएपछि 396 डिवाइडेड बाइ 11 गर्नुस् न, 396 डिवाइडेड बाइ 11 गर्नुस् त कति आयो, 36 आयो। 36 x को उमेर चाहिँ 36, x भनेको हाम्रो को हुन्, x भनेको हामीले 36 इयर्स फादर को उमेर हो हैन, म्यान को उमेर हो। त y भनेको कति हो, 11 इयर्स सन को, बुझ्नुभयो? यसरी हाम्रो एन्सर मिल्यो है। यसरी तपाईहरुले गर्नु होला, मजाले गर्नुस् के, टेन्सन लिनु पर्दैन है। सबै यो इक्वेसनलाई सल्भ गर्नेमा डिपेन्ड पर्छ कि तपाईले कतिको सल्भ गर्न जान्नु भएको छ। ओके, सो अर्को हाम्रो यहाँ रहेको छ एउटा एकदमै सिम्पल है, एकदमै सिम्पल। हेर्नुस् त, अ रूम इज 2 मिटर लङ्गर देन इट ब्रेथ भने चाहिँ एउटा रुम छ त्यो 2 मिटर लङ्गर छ ब्रेथ भन्दा,
बुझ्नुभयो? सो हेर्नुहोस् है कसरी यसलाई सल्भ गर्नुपर्छ हेर्नुहोस् है। सो के भनेको छ सुरुमा अ रुम इज 2 मिटर लङ्गर देन द ब्रेथ भनेको यल इन्टु बी यसरी यल बी लेख्नुहोस् अनि 2 मिटरको लङ्गर छ यो लेन्थ जुन छ 2 मिटर लङ्गर छ ब्रेथ भन्दा भनेको यता +2 राखिदियो भने दुईटैलाई इक्वल लेख्न पाउँछौँ नि। यो लेन्थ वास्तवमा 2 मिटर ठुलो थियो। सो यो ठुलो छ भने अब ब्रेथ पनि 2 जोडिदियो भने दुईटैलाई इक्वल लेख्न पाउँछौँ भनेको यल इक्वल टु बी +2। अनि अर्को छ हाम्रो एरिया अफ द फ्लोर अफ द रुम इज 120 भनेको यल इन्टु बी इक्वल टु 120 भयो हैन। अब यो यलको साटो अब यहाँ भ्यालु पुट गरिदिउँ है भनेको बी +2 है बी प्लस लेन्थ भनेको बी +2 अनि बी इक्वल टु 120 भयो अनि बी स्क्वायर + 2b इक्वल टु 120 भयो अनि यसलाई फर्स्ट इन्टु लास्टमा लैजानुपर्छ है फेरि बी स्क्वायर + 2b इक्वल -120 हेर्नुहोस् है यहाँ माइनस हुन्छ यहाँ माइनस हुन्छ -120 इक्वल टु 0 भयो अनि बी स्क्वायर यहाँ हेर्नुहोस् है साइन नेगेटिभ छ भने यस्तो दुईवटा टर्म लिनु पर्यो जुन चाहिँ सब्ट्र्याक्ट गरेर 2 आउनु पर्यो र त्यही दुईवटा प्रोडक्ट गरेर 12 आउनु पर्यो। त त्यस्तो कुन नम्बर हुन सक्छ ल सोच्नुस् त कुन हुन सक्छ। 4 3 जा 12 4 र 3 मिलेन 6 2 जा 12 मिलेन कुन हुन सक्छ ल भन्नुस् त। ए यहाँ 12 हैन हो बाबु यहाँ 120 रहेछ ल भन्नुस् त दुईटा कुन कुन नम्बर हुन सक्छ त्यो। टुवेल्भ र 10 हुन सक्छ है 12 - 10 12 - 10 गर्दाखेरि 2 आउँछ र 12 × 10 गर्यो भने 120 आउँछ है बुझ्नुभयो -120 इक्वल टु 0 आउँछ अनि यसलाई सिम्पली हामी के गर्छौँ बी स्क्वायर + 12 यहाँ बी हुन्छ है 12b - 10b - 120 इक्वल टु 0 भयो अनि बी कमन लिदियौँ बी + 12 - 10 ब्राकेट बी के छ हाम्रो हेर्नुहोस् है बी स्क्वायर + 12b - 10b यहाँ +12 इक्वल टु 0। अब हामीले बी + 12 र b - 10 दुईटा इक्वेसन दुईटा आयो यसरी कमन लिएर अनि अर्को b को भ्यालु एउटा 10 आयो अर्को b को भ्यालु -12 जुन चाहिँ यो हुँदैन है यो चाहिँ नेग्लेक्टेड हुन्छ कहीं लेन्थ चाहिँ नेगेटिभमा हुन्छ र सो हाम्रो एउटा b को चाहिँ 12 कति मिटरमा हुन्छ कि सीएममा मिटरमा रहेछ है। सो हाम्रो 10 मिटर आयो b भनेको लेन्थ भनेको हाम्रो कति आउँछ लेन्थ भनेको b + 2 हेर्नुस् न b + 2 सो हाम्रो b को भ्यालु कति निकालेछौँ 10 सो 10 + 2 गर्दाखेरि हाम्रो कति आउँछ ल भन्नुस् न 10 + 2 गर्दाखेरि 10 + 2 गर्दाखेरि 12 बुझ्नुभयो। सो यसै गरी हाम्रो लेन्थ चाहिँ 12 आयो र ब्रेथ चाहिँ 10 आयो बुझ्नुभयो। ओके यति बुझ्नु पर्यो है ओके। सो अब हामी अगाडि बढ्छौँ है यो मजाले तपाईहरुले हेर्नुस् त स्क्रिनशट हान्नुस् न त मसँग प्र्याक्टिस गर्नुस् बाबु हो नानी हो प्र्याक्टिस गर्नुस् प्र्याक्टिस एक्जाम आइसक्यो कोर्स सक्नु पर्यो चाँडो चाँडो ल भयो ल अब तल्लो तपाईहरुले आफैले गर्नु होला है तलको आफैले गर्नु होला कि मैले गर्दिनु पर्छ। अ रेक्टेंगुलर मिडो हैज एरिया रेक्टेंगुलर छ भने यल इन्टु बी हान न 28 सिधै एन पेरिमिटर 2 ब्रैकेट यल + बी रेक्टेंगुलर छ भने फर्मुला तपाईलाई थाहा छ यसरी हान न डाइरेक्ट यो चाहिँ इक्वेसन सेकेन्ड भयो यो दुईटालाई सल्भ गर्न आउँछ कि नै यत्रो सिकाइ सल्भ नआएपछि त तपाईको कामै छैन त्यसपछि यो दुईटालाई सल्भ गर्नुस् एन्सर आउँछ मजाले है तपाईको काम हो यति त गर्नु पर्यो नि। अब हेर्नुस् यो तपाईहरुको काम भयो यो तपाईहरुको लागि ल्याछु हेर्नुस् है यो सबै गर्नु पर्यो तपाईहरुले सबै गर्नु पर्यो यो चाहिँ यति जुन छ यो त भिभिआई हो के यसबाट मलाई के लाग्छ भने यसबाट एउटा स्योर के एकदम एक्जाममा एकदम स्योर के फाइनल इन्ट्रान्समा एकदम स्योर भन्छु यहाँ 90% म स्योर भन्छु यहाँबाट आउनै पर्छ के एउटा यहाँबाट नत्र एजबाट एज अर यहाँबाट एउटा आउँछ के यति बुझ्नुस् के बुझ्नुभयो यो त धेरै सजिलो भयो हेर्नुस् न
यो त धेरै सजिलो भयो। यहाँ एउटा क्वेसन छ हेर्नुस् त, इन्ट्रान्सको बुकबाट मैले यो निकालेको छु। हेर्नुस् 225 पेजमा इन्ट्रान्सको बुकबाट मैले निकालेको छु। एकदम सेम क्वेसन, यस्तै क्वेसन आउँछ एक्जाममा, बुझ्नुभयो? ल तपाईहरुले आफैले ट्राई गर्नुस् त, हेरौँ कसले मिलाउँछ। यति पढाएपछि तपाईहरुले मिलाउनु पर्यो है। ल मैले च्याट हेर्छु है। मैले 2 मिनेट्स दिएँ। 2 मिनेट्स त नदिनु पर्ने हो, तै पनि फर्स्ट टाइम मैले 2 मिनेट्स दिएँ। ल हेरौँ कसले मिलाउँछ, कसले मिलाउँछ, मिलाउनु पर्यो है। टू मिनट्स 2 मिनट्स 2 मिनट्स। ल 2 मिनट्स भइसक्यो। धेरैले रिप्लाई दिएका छन् यहाँ च्याटमा। कसैले 36 भनेछन् त कसैले 32 भनेका छन् है। हेरौँ कसको अब राइट रहेको छ है। मैले फादरलाई एक्स मानिदिएँ, सनलाई मैले वाई मानिदिएँ है। लेट हो यो, बुझ्नुभयो? यो लेट हो, लेट अस कन्सिडर भन्नाले, बुझ्नुभयो? द एज अफ द फादर इज थ्राइस, एक्स इक्वल टु वाई लेख्नुहोस् न डाइरेक्ट। एज अफ द सन इज थ्राइस भनेको एज अफ फादर इज थ्राइस भनेको 3 टाइम छ कि एज अफ फादर। यो फादरको एज 3 टाइम छ भने मैले सनतिर गरेँ, एउटा इक्वेसन रेडी। अर्को इफ द सम अफ देयर एजेस इज, र तिनीहरूको दुईटैको सम एजेसको चाहिँ 48 हुन्छ, बुझ्नुभयो? यो चाहिँ सेकेन्ड इक्वेसन। मजाले गर्नुस्। एक्स भनेको 3y प्लस वाई इक्वल टु 48, 4y इक्वल टु 48। हेर्नुहोस् है, मजाले हेर्नुहोस्। y इक्वल टु 48 अपन 4 भनेको कति आउँछ? 1 2 12 आयो। y इक्वल टु हाम्रो 12 आयो। अब हामीलाई के सोधेछ? वाट इज द एज अफ द फादर? फादरको एज भनेको हाम्रो एक्स को एज सोधेछ। सो हाम्रो एक्स को एज निकाल्नको लागि हेर्नुहोस् है, एक्स को एज निकाल्नको लागि हामीले 3 इन्टु वाई भनेको 12 दिएछ। 12 3 जा 36, बुझ्नु हो? 12 3 जा 36। सो एक्स भनेको हाम्रो को हो? फादर। त फादरको उमेर कति आयो? 36 आयो। सो 36 इज आवर करेक्ट आन्सर, बुझ्नुभयो? यसरी तपाईँहरूले गर्नु होला। हेर्नुहोस् त कति सानो दिएको छ। अघि हामी एजवाला क्वेसन गर्थ्यौँ कत्रो ठुलो, तर इन्ट्रान्समा सोधेको कति सानो। कस्तो क्वेसन सोध्छ अब बुझिसक्नु भयो। ल यो तपाईँको लागि क्वेसन छ है। म एन्सर पनि लेखिदिन्छु है तल, अनि सजिलो हुन्छ। ओके, ल मैले यहाँ टिक पनि लगाइदिएछु, तर तपाईँहरूले कपीमा आफैले गर्नु होला। स्टेप वाइज मिलाउनु होला है। स्टेप वाइज गर्नु होला तपाईँहरूले। यो तयारीको लागि मैले यहाँ एन्सर पनि टिक लगाइदिएको छु, तर तपाईँको प्रोसेस ठिक हुनुभयो है। सो आजको यस भिडियोमा यति नै थियो। होप तपाईँहरूलाई भिडियो एकदमै मन पर्यो। र आज वान सर्ट भिडियोमा हामी कम्प्लिट इक्वेसन च्याप्टर सकायौँ है। इक्वेसन च्याप्टर हाम्रो सकियो है। इक्वेसन च्याप्टर सकियो वान सर्टमा। अब हामी नेक्स्ट डे हामी अर्को च्याप्टर पढ्छौँ है। सो थ्याङ्क यू एभ्रिवान, र तपाईँहरूलाई कङ्ग्रेचुलेसन।